श्वेताजी हजुर क्यानाडा आउनु भएको कति भयो? म मार्चमा आएको, अहिले लगभग 9 महिना भयो। यो 9 महिनाको टाइम फ्रेममा जसरी तपाईँले एउटा योग प्रशिक्षकको रूपमा जसरी क्यानाडाको लोकल कम्युनिटीलाई जसरी सर्भ गरिराख्नु भएको छ, हजुर, स्टुडेन्ट भइकन पनि तपाईँले धेरै कुरा गर्न भ्याउनु भएको छ, हजुर होइन? हजुर। कसरी सम्भव छ यो? यसको लागि चाहिँ मेरो लाइफस्टाइल, मेरो दिनचर्याले चाहिँ मद्दत गर्छ। जस्तै म बिहान उठेर योग गर्छु, ध्यान गर्छु, अनि लगभग समय मिले पर 1 घन्टा, होइन भने चाहिँ मिनिमम आधी घन्टा चाहिँ म योग ध्यानमा हुन्छु। त्यसले चाहिँ दिनभरिको लागि एक त मलाई फिजिकल्ली मेन्टल्ली चार्ज गर्ने भयो। अर्को चाहिँ मलाई चाहिँ क्लियर भिजन दिन्छ कि म दिनभरि के गर्ने हो भनेर। अनि मैले चाहिँ टाइमको एकदम राम्रोसँग युटिलाइज गर्न सक्छु। बिहानैदेखि त्यसलाई दिनभरिलाई चाहिँ मैले एउटा स्ट्राटेजीको रूपमा दिनभरि यसरी गर्ने भनेर ठिक्क त्यसको लागि समय दिन्छु। नचाहिने कुराहरू भनौँ न, फेसबुकमा धेरै बेर झुन्डिने, अब यताउता अरू कुरामा नगरिकन ठिक टाइम र ठिक इनर्जी प्रयोग गर्ने हुनाले र योग साधनाले गर्दाखेरि चाहिँ यो सम्भव भएको हो। अनि मेरो साधारण रूपमा मेरो साथीभाइहरू, यहाँ क्यानाडा आएर मैले चिनेको साथीभाइहरूको सहयोग, उहाँहरूले चाहिँ मलाई विभिन्न ठाउँमा बोलाउनुहुन्छ योगको लागि, अनि मैले त्यहाँ गएर गरिरहेको हुन्छु। अनि त्यसरी नै हो, सङ्घ संस्थामा पनि इन्भल्भ छु। जस्तै ट्रुलियम फाउन्डेसनमा भन्ने एउटा संस्थासँग हामी कोलाबोरेसनमा गर्दैछौँ। र नेपाली कम्युनिटी मात्रै नभइकन सबै कम्युनिटीको मान्छेहरू आएर 10 बजीदेखि 11 बजीसम्म उहाँहरूले चाहिँ योग सिक्न सक्नुहुन्छ। र मैले योगको चाहिँ होलिस्टिक कुराहरूलाई चाहिँ त्यहाँ ल्याउने छु। फिजिकल मुभमेन्ट मात्रै होइन कि शारीरिक, मानसिक र आध्यात्मिक कसरी मानिसले हुन्छ नि आफूभित्र आनन्द प्राप्ति गर्ने, कसरी अब भनौँ न साइन्टिफिक भाषामा भन्दाखेरि कसरी दिमागबाट चाहिँ ब्रेनले ह्याप्पी हर्मोन्स कसरी रिलिज गर्ने, त कसरी मान्छे स्ट्रेस हर्मोन्स मात्रै रिलिज गरेर आफूलाई टाउको दुखाउने यो किसिममा उनीहरू चाहिँ गइरहेको हुन्छ। त्यो नगरेर त्यसलाई रिभर्स गरेर कसरी हामी चाहिँ ह्याप्पी हर्मोन्स सिक्रेट गर्ने ताकि मान्छे मुड पनि राम्रो होस्, फोकस्ड होस्, कन्सन्ट्रेटेड होस्। र योगको सही अर्थमा लक्ष्य पनि त्यही हो। त्यही योगले गर्दा नै हो सायद, किनभने म अलिकति हायर इनर्जीसँग कनेक्ट भएर हुन्छु। त्यो इनर्जीले मलाई चाहिँ लिड गर्छ, गाइड गर्छ। नेपालमा तपाईँले गरेको काम बाट सुरु गरौँ, होइन? हजुर। पढाउँदै क्यानाडा विद्यार्थी भिजामा आउने चाहिँ चाह कसरी आयो? के देख्नुभयो क्यानाडामा त्यस्तो? यो निकै गम्भीर प्रश्न हो। हेर्नुहोस्, अब मैले काठमाडौँ युनिभर्सिटीमा ब्याचलर लेभलको स्टुडेन्ट्सहरूलाई पढाइरहेको थिएँ। उनीहरूलाई मैले एकाउन्ट्स, फाइनेन्स जस्ता विषयहरू पढाइरहेको थिएँ। साथसाथमा मेरो चाहिँ योगमा राम्रो दखल हुनाले मलाई फिलोसफी पनि दिनुभएको थियो। हिन्दू फिलोसफी पनि मैले पढाउँथेँ, किनभने बिबिएमा अहिले थियोलोजी भन्ने विषय पनि राखेको छ। ओके। भनेपछि मैले त्यसरी गर्दै अनि मैले एउटा मिडियामा एडिटिङको काम पनि गर्थेँ। म चाहिँ एउटा laltin.com भन्ने मिडिया, अनलाइन मिडिया चलाउँथेँ। एक किसिमले म्यानेजिङ एडिटर नै मै थिएँ। भनेपछि त्यो गर्दै चाहिँ अब क्यानाडा कसरी आउनु भन्दाखेरि अब यस्तो मान्छेको विभिन्न किसिमको बाध्यता, होइन? अब मलाई चाहिँ वास्तवमा क्यानाडा आउने रहर चाहिँ थिएन, होइन? अब एउटा हुन्छ नि मान्छेको सपना हुन्छ नि, सामान्य एउटा घर होस्, गाडी होस् मेरो भन्ने, त्यो सानो सपना हो नि त, मान्छेको ठुलो कुरा त होइन। तर त्यतिको लागि पनि नेपालमा चाहिँ जीवन बिताउनु पर्ने देखियो, त्यति पैसा कमाउनको लागि, भनौँ न सामान्य घर गाडी गर्नलाई। किनभने कारहरूमा त्यत्रो 300% ट्याक्स, त्यो सबैलाई थाहै छ कहानी। भनेपछि क्यानाडामा चाहिँ अलि सहज छ कि भन्ने चाहिँ मलाई लागेर, अनि अलिकति आर्थिक स्थिति सुध्रिन्छ कि भन्ने सपनाले आएको। बाँकी चाहिँ अब म चाहिँ विदेश चाहिँ घुम्न जाने हो, काम गरेर दुःख गर्न जाने होइन भन्ने प्रवृत्तिको र देशलाई माया गर्ने मान्छे हो। त्यस किसिमले अब आर्थिक नै हो, आर्थिक सपना राम्रो सुध्रिन्छ कि आर्थिक राम्रो। मैले अलिकति तपाईँलाई रोकेँ। जस्तो हामीले अहिले धेरै मान्छेहरूसँग कुरा गर्दाखेरि पनि हजुर एउटा खालको जस्तो तपाईँको जुन विद्यार्थी भिजामा आउनुहुन्छ, जति पनि साथीहरू सिनियर जति पनि आउनु भएको छ, पढ्ने चिजलाई अलि बढी प्रायोरिटी नराखेर, जस्तो तपाईँले अहिले तपाईँ आफैले पनि भन्नुभयो कि आर्थिक स्थिति अलिकति समृद्ध बनाउँछु, अलिकति स्टेबल हुन्छ मेरो फाइनेन्सियल सिचुएसन भन्ने हिसाब किताबको कुराहरू। अनि प्रायोरिटी त हाम्रो पढ्नुपर्ने कुरामा हुनुपर्ने हो, होइन? पढिसके पछाडि त त्यो इन्कमको कुरा, तपाईँको चाहिँ एक्सपर्टिज भएपछि तपाईँ चाहिँ एज एन एक्सपर्टिज तपाईँले चाहिँ धेरै कुराहरू गेन गर्न सक्नुहुन्छ। यो एउटा ल्यान्ड अफ अपर्च्युनिटी भएको देश, होइन? त्यो कारणले गर्दाखेरि तपाईँ जस्ता धेरै विद्यार्थीहरू पनि त्यही पैसै कमाउँछु, फाइनेन्सियली स्टेबल हुन्छु भनेरै आएको धेरै देखियो कि। हजुर हजुर। कतै यसले हामीलाई मिसलिड त गर्दैन नि? पढाइ एकातिर अनि
फेरि लक्ष्य आफ्नो जीवनको अर्को लक्ष्यतिर हामी मोडिँदैनौँ नि? मेरो विचारमा चाहिँ जस्तै अब हामीले जस्तै मैले नेपालमै मास्टर्स गरिसकेको थिएँ अनि अब क्यानाडामा अहिले आएर म पिजी कोर्समा इन्भल्भ छु। त्यो चाहिँ मास्टर्सभन्दा एक स्टेप तलको हो। अनि त्यस्तो कस्तो हुन्छ भने अब मैले ब्याचलरलाई पढाइसकेको थिएँ होइन, मेरो केसमा कुरा गर्दाखेरि त्यो गर्दाखेरि पिजी कोर्स चाहिँ मलाई चाहिँ एकदम सजिलो भयो नि त, किनभने मैले जे पढाएको छु त्यही मैले अहिले पढिरहेको छु भनेपछि त्यसमा त मैले धेरै फोकस नगरे पनि त्यसलाई आरामले जस्तै डिस्टिङसन मार्क्सहरू ल्याउन सक्ने भएँ। त्यही भएर म चाहिँ अब अरू कुरामा पनि होइन फोकस गरेर काम पनि गरौँ भन्ने। अनि फेरि सस्टेन पनि हुनु पऱ्यो नि त, किनभने नेपालमा ऋण खोजेर 20-30 लाख ऋण गरेर मान्छे आएको हुन्छ, त्यसको ब्याज तिर्नु पऱ्यो। अब तपाईँ पढाइ सकेर गर्छु भने 2 वर्ष कुर्नु भयो भने त तपाईँको ब्याज 50-60 लाख पुगिसक्छ। त्यसरी त ब्याज अब भनौँ न अब स्याउमाथि ब्याजमाथि फेरि स्याज भन्छ नि, अब त्यसरी चाहिँ बढ्दै जान त त्यो थामी नसक्नु हुनाले अहिलेबाट केही न केही आर्थिक जस्तै त्यता पनि फोकस गर्नुपर्ने हुन्छ सबै विद्यार्थी। भनेपछि बाध्यता हो यो, धेरै नेपालीको बाध्यता यही हो त? बाध्यतै हो। मैले चाहिँ त हजुरलाई भनौँ म चाहिँ पहिल्यैबाट म चाहिँ लेखक हुनाले पनि म चाहिँ अब्जर्भ गर्दै आएको छु कि म जहाँ पनि जस्तै अब मान्छे नेपालीहरू विद्यार्थीहरू हुन्छ नि, जस्तै त्यहाँ नेपालमा मेडिकल गर्न आउने, त्यो बेला पनि विदेश आउने मान्छेहरू भेटिन्छ। अनि त्यो छाया सेन्टरमा पनि एप्लिकेसनको लागि जाने, त्यहाँ मैले सबैको अनुहारमा हेर्थेँ कि है यो के मान्छे पक्कै खुसी छ त, यो साँच्चै खुसी छ त विदेश एप्लाई गर्न भन्दाखेरि मैले 90% मान्छेको बाध्यता देखेँ, फेसमा कुनै खुसी छैन, त्यो बाध्यताले उसले गरेको छ। र नेपालमा कुनै दिन अपर्च्युनिटी भयो, देश स्टेबल भयो, समृद्ध भयो भने कोही पनि यहाँ बस्नेवाला छैन। विदेशमा जति सेटल भएर बसेको मान्छे पनि नेपाल फर्किने गर्छ, मलाई चाहिँ त्यस्तो लाग्छ। 90% मान्छे त्यस्ता छन्, 10% +2 गरेका अब भाइहरूको बहिनीहरूको रहर होला होइन, विदेशमा गरौँ उतै सेटल हौँ भन्ने, त्यो पनि होला, तर मेजोरिटी चाहिँ त्यस्तो छ। मैले एउटा डकुमेन्ट्री हेर्दै थिएँ कि, मैले तपाईँलाई अलिकति एउटा इमोसनल कुरा पनि जोड्न चाहेँ। मैले एउटा डकुमेन्ट्री हेर्दै थिएँ, सायद त्यो युएसको एकजना कोही साथीको डकुमेन्ट्री थियो। उहाँले भन्नुभयो कि म त नेपाल फर्किन्छु भन्नुभयो, किन भन्दाखेरि उहाँले एउटा राम्रो जवाफ दिनुभएको थियो कि जस्तो मलाई यतिका उमेरसम्म मेरो देश नेपालले यति थोक दियो, पढायो, मलाई यो काबिल बनायो, म युएसमा आएर बस्न सक्ने, पढ्न सक्ने, पढाउन सक्ने, बिजनेस गर्न सक्ने त्यो क्यापेबिलिटी चाहिँ दियो, मेरो माटोले दियो नि त होइन। अब म मेरै माटोलाई अब मैले गर्नुपर्ने बेला, मेरो देशलाई गर्नुपर्ने बेला, फर्काउनु पर्ने बेला छ नि, ऋण तिर्न पर्यो नि त। ऋण तिर्ने बेला चाहिँ म अहिले अर्को देशमा, अर्काको देशमा चाहिँ मेरो श्रम बेचिरहेको छु भन्नुभयो क्या उहाँले। त्यही भएर म चाहिँ मेरो अल्टिमेट गोल भनेको म जान्छु, म फर्किन्छु भन्नुभएको थियो कि। तपाईँलाई के लाग्छ कि साँच्चै यो यसरी हामी माइग्रेट भएर आइरहँदा हामी नेपालीलाई यो कुराले कतै झकझकाइरहन्छ हो टाइम एन्ड अगेन कि जाउँ साँच्चीकै हो, मैले त तिर्नुपर्ने धेरै कुराहरू छ, फर्काउनु पर्ने कुरा धेरै छ भन्ने लाग्छ कि लाग्दैन? हजुरले निकै गहिरो प्रश्न सोध्नुभयो होइन, मेरो मुटु नै छोयो भनौँ न। म पनि नेपाल फर्किनुपर्छ भन्ने विचारधाराको मान्छे हो। नेपाललाई माया गर्नुपर्छ, नेपालमै हामीले बनाउनुपर्छ। सबै जस्तै भनौँ न अहिले डाटा हेर्ने भने लगभग 1 करोड युवा र दिमाग भएका र शरीरमा तागत भएका नेपालको जनशक्ति चाहिँ बाहिर छ। अनि त्यो हेरिराख्दाखेरि नेपाल 3 करोड जनसङ्ख्यामा तपाईँको बुढाबुढी र +2 पास नगर्दासम्म मात्रै नेपाल बस्ने हो भन्ने त्यो एउटा हौवा हुन्छ नि, एउटा त्यो प्रोपोगान्डा नेपालमा त्यो बसिसकेको छ कि विद्यार्थीले भन्छ कि +2 पछि नेपाल बस्नु हुँदैन, यहाँ केही पनि छैन भन्ने। र सिचुएसन पनि त्यस्तै छ फेरि, किनभने जागिरहरूको अपर्च्युनिटी छैन, कल कारखाना छैन। जागिर गर्ने भनेको ब्याङ्क र स्कुलमा मात्रै हो, सरकारी जागिर होला, अनि ब्याङ्क र प्राइभेट स्कुल बाहेक अरू कहाँ छ त अपर्च्युनिटी छैन। भनेपछि त्यो हिसाबले देख्दाखेरि चाहिँ मान्छेहरू बाध्य भएर आइरहेको हुन्छ। र मैले अनि हजुरलाई पहिला पनि भने 90% मान्छे चाहिँ फर्किन चाहन्छन् जस्तो लाग्छ मलाई। म पनि त्यो यो जेनेरेसनमा सम्भव होला त, किनकि हामीले हाम्रो नेपाल समृद्ध भएपछि जान्छौँ, हाम्रो नेपालमा चाहिँ सबै शान्ति, सुरक्षा, स्वास्थ्य यावत क्षेत्रहरू चाहिँ समृद्ध भएपछि फर्किन्छु भन्ने कुरा। तपाईँ हामी यसरी आइसके पछाडि नि कसले बनाउने त नि समृद्ध? सबैजना यसरी आइसके पछाडि तपाईँ चाहिँ हिट एन्ड ट्रायलमा एउटा अपर्च्युनिटी जस्तो नराम्रो हुँदा यहाँ आउने, फेरि राम्रो हुँदा फर्किने भन्दै गर्दा कसले राम्रो बनाउने त नि? त्यसको जिम्मेवारी त्यो अभिभावक कसको? नेपाल बनाउने त्यो हाम्रै हो। जस्तै मलाई के लाग्छ भने जस्तै 1 करोड जुन जनसङ्ख्या छ नि बाहिर बस्ने, उनीहरूसँग दिमाग पनि छ, उनीहरूसँग तागत पनि छ।
र उनीहरू कुनै पोलिटिकल पार्टीमा आबद्ध पनि छैनन्, किनभने यहाँ आएपछि उनीहरूको त्यो उताको पनि त्यो सकिन्छ, कुनमा आबद्ध थियो त्यो हराएर ऊ नेपाली हो कि वास्तविक नेपाली, 1 करोड विदेशीको नेपाली हो। जुन दिन चाहिँ यो 1 करोड नेपाली फर्किन्छ नि नेपाल, अर्को दिन चाहिँ देश बन्छ कि, मलाई चाहिँ त्यस्तो लाग्छ। त्योभन्दा अगाडि हाम्रो देश जस्तै अब त्यो अब ताकेर बस्ने होइन, उहाँ राम्रो भएपछि फर्किन्छ त्यो होइन। तिमी यहाँ छौ, कसले राम्रो बनाउँछ? त्यहाँ त बुढाबुढी र बच्चाबच्ची मात्रै छ त। जनसङ्ख्या त्यो जनगणनाले के देखाउँछ, 5 लाख घर चाहिँ पहाडमा खाली छ। 5 लाख घर, एउटा घरमा 3-4जना मान्छे बस्छ भनेपछि तपाईँ हिसाब गर्नु, 50 लाख जति मान्छे बस्ने त एउटा घरै खाली भयो होइन। त्यो त्यत्रो देशमा बाँझो खेतहरू त्यत्तिकै छ। अनि त्यस्तो भएपछि त्यो त देश कहिले पनि बन्दैन नि। तर हामी फर्केर हामीले केही गर्न सक्यो भने अनि त्यो हिसाबले चाहिँ बन्छ र त्यसको लागि आँट चाहियो। फेरि कहिले फर्किने त नि? 2 वर्ष तपाईँ पढ्नुहुन्छ, पढेको ऋण तिर्नलाई तपाईँलाई अर्को 2-3 वर्ष काम गर्नुपर्छ। हजुर, त्यही भएर क्यानाडा सरकारले तपाईँलाई 3 वर्षको वर्क पर्मिट दिन्छ। 3 वर्ष काम गरिसकेपछि तपाईँको के हुन्छ भने 4थो वर्ष तपाईँ पिआरको प्रोसेसमा लाग्नुहुन्छ। पिआर आउनलाई अर्को 1-1.5 वर्ष लाग्छ, 2 वर्ष लाग्छ, 4-5 वर्ष तपाईँको पढिसकेपछि पनि गयो। त्यसपछि फेरि तपाईँलाई के हुन्छ, ओहो पिआरमा त आवत जावत गर्नलाई अलिक सहज हुँदैन कि क्या हो, सिटिजनसिप लिन पाएदेखि त्यही बिचमा फेरि घर पनि एउटा किन हुन अब कति भाडामा बस्ने भन्ने कुरा आउला। अब घरको मर्गेज हुन्छ तपाईँको 25 देखि 30 वर्षको लागि, तपाईँ त फस्नुहुन्छ नि होइन? होइन, त्यो फसिन्छ। मलाई पनि धेरैले भन्छन् म नेपाल फर्किन्छु, म देशमै केही गर्छु भन्दाखेरि अब हामीले पनि त्यस्तै भन्थ्यौँ, हामी फस्यो भन्ने मान्छेहरू म भेटिरहेको छु होइन यहाँ। भनेपछि त्यो सामान्य जस्तो देखिन्छ एक किसिमले। तर मैले भने नि तपाईँको त्यो रिस्क हो, तपाईँले त्यो रिस्क उठाउन सक्नु पऱ्यो कि। जस्तै मैले अब भनौँ न 3 वर्ष मैले काम गर्छु, 2 वर्ष पढेपछि, अब 1 वर्ष पढेपछि त्यसमा मैले अब भनौँ न केही अब ऋणसिन तिरेर मैले केही पैसा जोगाएँ भने त्यही बेला म फर्केँ भने फर्किएँ। अब म पिआरको चक्करमा लाएँ, अब पिआर आउने फेरि कति लाग्छ, फेरि मोर्गेज, अब घर यता गाडी यता गऱ्यो भने त म पनि फस्छु। फेरि उनीहरू अब जति नेपालीहरू यहाँ आउनु भएको छ नि, कोही पिआरमै आउनु भएको छ, उहाँहरू रहरले पनि आउनु होला, कोही बाध्यताले होला। त्यसरी उहाँ अब घर फर्किन्छु भन्दै पनि एकजनाको फेसबुक स्ट्याटस मैले हेरेको थिएँ कि यहीँको नेपाली, उहाँले चाहिँ सोध्नु भएको थियो कि सुन्नु त साथीभाइहरू, अनि उहाँले नेपालको नेताहरूलाई सोध्नु भएको थियो कि सुन्नु त बालेनजी, सुन्नु त हर्कजी, 10 लाख ऋण बोकेर हिँडेको केटो अहिले 10 करोड खल्तीमा हुँदा पनि नेपाल फर्किन सक्दैन किन होला भनेर सोध्नु भएको थियो कि। मैले भने फेसबुकमा मैले सोचेँ फेसबुकमा तपाईँले स्ट्याटस हाल्ने होइन, त्यो क्वेसन आफूले सोध्नु होइन। त्यो नेताले के गरिदिन्छ, तपाईँले हो नि त फर्किने, त चोइस त तपाईँको डिसिजन हो, रोकेको त कसैले छैन। भनेपछि तपाईँले त्यो फेसबुकमा हालेर त्यो एउटा इन्टेलेक्चुअल इन्टरटेनमेन्ट जस्तो मात्रै हुन्छ नि त त्यो बहस। त्यो प्रश्न आफूलाई सोध्नु न, किन कसले रोकेको छ त तपाईँलाई फर्किन। अब त्यो कुरा चाहिँ अब जसले राख्नुभयो उहाँलाई अलिकति हामी अलि बढी ओभर एम्बिसियस पनि भा हो। सबै कुरा हुँदै पनि हामीले विदेश रोज्नुको कारण तपाईँले भनेको पछाडि इकोनोमिकल कुरा मात्रै नभएर हजुर सुख सुविधाका लागि पनि त कति मान्छेहरू विदेशिएको देखिएको छ नि त, पढ्ने बाहनामा, अन्य अरू बाहनामा। त्यो पनि हो, सबैलाई घाँस बाँस कपासकै प्रब्लमले गर्दा त विदेश आएको हुनुहुन्न नि त होइन। यसो हेर्दाखेरि अब यहाँ आएपछि थाहा हुन्छ कि, जस्तै नेपाल यहाँ आएपछि मिस हुन्छ कि बल्ल। उहाँ हुँदासम्म त अब विदेश भन्ने सपना हुन्थ्यो नि त, के नै होला त्यहाँ पैसा छापिएला यताउता, अब 1 वर्षमै सबै गरिदेला भन्ने यस्तो टाइपको सपना हुन्छ। यो त फेरि उही फिलोसफिकल कुरा जस्तो हुन्छ कि, थ्योरीमा एउटा प्र्याक्टिकलमा एउटा, हुन त यथार्थ पनि हो यो। कहीँ न कहीँ विदेश बस्ने मान्छेहरूले नेपाललाई अझ बढी माया गर्छन्। नेपाल बस्नेले त गर्नुहुन्छ नै डेफिनेटली, तर विदेश बस्नेलाई चाडपर्व भइरहेका बेला, आफन्ती साथीभाइहरूको बर्थडेको बेला, गेट टुगेदरको बेला, बिहे पूजापाठ हुँदाखेरि पनि कति मिस हुन्छ हेर्नुहोस् त गाउँघरहरू होइन। आमाले पकाएको त्यो भात होइन, दिदीले गरेको माया, दाइले गरेको हेरचाह, त्यो बुवाले गरेको एक खालको गाइडेन्स, सबै कुराहरू त्यो मिस त हुन्छ होइन। तर ह्याभिङ सेड द्याट, त्यो भन्दै गर्दा तपाईँ विदेश आउँदैमा सबै कुरा सकिन्छ, तपाईँ नेपालसँगको नाता तोड्नुपर्छ अथवा तोड्नुहुन्छ भन्ने पनि त छैन। तपाईँले कुनै न कुनै एङ्गलबाट कन्ट्रिब्युट त गर्न सक्नुहुन्छ नि होइन। त्यो के हुन सक्ला त्यस्तो एरियाहरू? हजुर, त्यो डेफिनेटली एउटा एकदम सही कुरा हो। जस्तै हामीले यहाँ बसेर मैले देख्छु विदेशमा बस्ने नेपालीहरूले नेपाललाई झन् बढी माया गर्नुहुन्छ, नेपालको कल्चरको झन् बढी चाख हुन्छ होइन। उहाँले आफ्नो छोरछोरीलाई नेपाली सिकाउन, नेपाली ड्रेस, नेपाली कल्चरमा डान्स गराउन उहाँले कति पैसा खर्च गर्नु, नेपाली बोल्न मात्रै सिकाउन उहाँले क्लासहरू हाल्नुहुन्छ होइन। भनेपछि माया गर्नुहुन्छ सबैजनाले।
र कन्ट्रिब्युसन हामीले कसरी गर्न सकिन्छ भन्दा सामान्य रूपमा अब नेपाल त रेमिटेन्सले धानेको देश हो नि त। हामी यहाँ बसेर एउटा फिजिकल्ली एउटा बेसिकल्ली गर्न सक्ने भनेको आर्थिक रूपमा कन्ट्रिब्युट गर्ने हो, रेमिटेन्स पठाउने जति सकिन्छ होइन। एउटा त्यो भयो। बाँकी चाहिँ अब नेपाल हामी फर्केपछि हामीले गर्ने के हो त त्यहाँ, जस्तै अहिले मैले एउटा फ्याक्ट्रीमा काम गरिरहेको छु, फुड फ्याक्ट्रीमा होइन। अनि त्यहाँ चाहिँ विभिन्न किसिमको फर्मेन्टेड फुडहरू बनाउँछ। अब त्यो चाहिँ मैले बनाउन पनि सिकिरहेको छु कि। अब यदि म नेपाल फर्केँ भने त्यो टेक्निकहरूमा चाहिँ मैले काम गरेर मैले एउटा उद्योग गर्न सकेँ नि त। भनेपछि टेक्निक सिक्ने हो, एउटा सिप सिक्ने हो, एउटा चाहिँ पैसा कमाइन्छ भने पैसा पठाउन सक्नु पऱ्यो, रेमिटेन्स हो। किनभने रेमिटेन्स भएन भने नेपालको 6 महिनामा रिजर्भ सकिन्छ, इम्पोर्ट छैन, एक्सपोर्ट छैन, इम्पोर्ट त धेरै छ भनेपछि त्यो अब नेपालीले रेमिटेन्सले नै धानेको देश हो। चाहे त्यो अरबको कुरा होस्, चाहे अमेरिका र यता युरोजोन अथवा क्यानाडा बस्नेले पठाउँदैन भन्ने चाहिँ होइन। तपाईँको हिसाब हेर्नुहुन्छ भने 20-25% यताकोले नै कन्ट्रिब्युट गरिरहेछ। तर मेजर चाहिँ तपाईँको 75% चाहिँ उताको छ, हाम्रो खाडी मुलुकदेखि लिएर हाम्रो मिडल इस्टमा कन्ट्रिब्युसन छ। त्यही भएर यो मैले भने नि, जब नेपालको ब्रेन र मसल दुइटै बाहिर छ, देश त कहिले पनि बन्नेवाला छैन। हेर्नुहोस्, त्यही भएर हामीले कसैले नै रिस्क लिएर गएर त्यहाँ एउटा इक्जाम्पल सेट गर्न सक्यो भने बिस्तारै अरू पनि आउनुहुन्छ होइन, एउटा ट्रेन्ड बस्ला, अनि चाहिँ देश बन्ने हो। त्यही भएर हामीले गर्ने कन्ट्रिब्युसन त्यही हो। सधैँ हामीले आरोप मात्रै लगाउने, सधैँ कम्प्लेन मात्रै गर्ने, हजुर यो भएन त्यो भएन, जब तपाईँ आफूले गर्ने बेला आउँछ तपाईँ चाहिँ चटक्कै छोडेर हिँड्नुहुन्छ भनेपछि हजुर यसको दोष त तपाईँ हामीले पनि लिनुपर्छ नि त होइन? लिनुपर्छ। अनि अब दोष हाम्रो पनि छ। अनि ओभर एम्बिसनको कुरा पनि अहिले आएको थियो, मैले त्यो जोड्न बिर्सेछु। जस्तै सामान्य रूपमा मान्छेलाई के चाहिन्छ भन्नु त, एउटा सानो घर अनि एउटा परिवार, सबैलाई गाडी चाहिन्छ भन्ने छैन नि त। यो सबलाई गाडी चाहिन्छ भन्ने कन्सेप्ट कहाँबाट आएको थियो? सोसाइटी पनि कहाँ, वेस्टर्न सोसाइटी जस्तै युएसए क्यानाडामा चाहिँ एउटा घरमा 4-5वटा गाडी हुन्छ र कुनै गाडी वर्षौँसम्म नचलेको पनि हुन्छ। त्यो त एउटा कमोडिटी तपाईँले सङ्कलन गर्ने ऊ मात्रै भयो नि त, खेलौना जस्तो भयो नि त। तर तपाईँले प्रयोग गर्ने त्यो एउटा गाडी हो होइन। तर नेपालीलाई पनि प्रत्येक घरमा गाडी किन चाहिन्छ त? तपाईँको भन्छ कि अहिले जुन रिसोर्स हामीले प्रयोग गरिरहेको छ नि पृथ्वीमा, 50% पृथ्वीको रिसोर्स हामीले डिस्ट्रोय गरिसक्यौँ। र अमेरिका जस्तो लाइफस्टाइल सबै विश्वभरिकोलाई दिनको लागि तपाईँको पृथ्वीको रिसोर्सले नै पुग्दैन भन्छ कि। जस्तै प्रत्येक घरमा गाडी 4-5वटा र अमेरिकन लाइफस्टाइल छ नि जुन किसिमको सुख सुविधा, त्यो पृथ्वीभरिको मान्छेलाई पुर्याउनलाई पृथ्वीको रिसोर्सले पुग्दैन भन्छ कि। किन 50% रिसोर्स हामीले त्यसको लागि डिस्ट्रोय गरिसकेका छ भनेपछि बाँकी 50% मात्रै अर्थ बाँकी छ कि एक किसिमले। भनेपछि त्यो एम्बिसन सबैलाई त्यो चाहिन्छ भन्दा पनि म चाहिँ प्रकृतितर्फ फर्किनुपर्छ, योग गर्नुपर्छ, औषधि कम गरौँ होइन, योग ध्यानबाटै आफूलाई हेल्दी बनाऊ। त्यसपछि ठुल्ठुलो एम्बिसन किन राख्ने? एउटा सानो परिवार, एउटा फार्म अनि घर परिवार भएपछि भइहाल्यो नि। तिमीलाई गाडी चढ्नु छ भने, तिमीलाई कतै जानु पऱ्यो भने तिमी एउटा ट्याक्सी हायर गरेर जाऊ न, तिमीलाई किन गाडी नै चाहियो होइन? त्यसरी पनि तपाईँले आफ्नो निड्सहरूलाई कम गर्न सक्नुहुन्छ नि। अनि त्यसो गरेपछि हजुर त्यो भएपछि तपाईँ नेपालमै तपाईँ गर्न सक्नुहुन्छ। तर ठुलो एम्बिसन तपाईँ राख्नुभयो भने चाहिँ तपाईँ विदेश आउनुहुन्छ, फस्नुहुन्छ, अब यस्तै हो त्यो। अनि हाम्रो गल्ती भनेको त्यही देखिन्छ कि हामी देशले त्यति हामीलाई दियो, तर गर्ने बेलामा हामी यहाँ छौँ। अब म फर्किन्छु भन्छु, 4-5 वर्ष लाग्छ फर्किन, त्यो बेला मेरो जुन युवा इनर्जी त मेरो यही खर्च भइसकेको हुन्छ नि त। अनि त्यो बेला मेरो त्यति इनर्जी हुँदैन, अनि मैले गर्ने कन्ट्रिब्युसन पिक लेभलमा त गर्न सक्दिनँ नि त। भनेपछि त्यही हामी चुकिरहेछौँ कि। तर अलिकति पैसा भएर त्यहाँ गएर केही संस्था के अरे व्यवसाय खोलेर, जस्तै मैले भने नि त यहाँ सिकेको सिपले त्यहाँ गएर त्यसरी इक्जाम्पल दिँदै जाने भने चाहिँ 1 by 1 मान्छे आउनु भने मैले भने नि 1 करोड नेपाली जुन दिन फर्किन्छ नि, अर्को दिन देश बन्छ। हेर्नुहोस् विधानजी, मेरो चाहिँ सपना छ त्यो। अब एकैछिन जाउँ न, अलिकति पछाडि जाउँ न। तपाईँ 9-10 महिना भयो क्यानाडा आएको होइन? त्यो विद्यार्थीहरू जो चाहिँ क्यानाडा आउन चाहनुहुन्छ, भिजा लाएर बसेकाहरू अथवा भिजाको वेटिङमा बसेकाहरूलाई के भन्नुहुन्छ? तपाईँको सजेसन के छ? के चिज चाहिँ लिएर आउनु पर्यो मानसिक रूपमा? हजुर अब प्रिटी मच मेन्टल त हो नि होइन, अब मानसिक रूपमा के कुरा चाहिँ बोकेर आउन पर्यो त क्यानाडा आउँदाखेरि? तपाईँ यस्तो अब विद्यार्थीलाई मैले भनेको, तपाईँ यस्तो ठाउँमा आउँदै हुनुहुन्छ, तपाईँ यस्तो प्रिपेयर भएर आउनु कि तपाईँ वारमा जाँदै हुनुहुन्छ भन्ने किसिमले प्रिपेयर भएर आउनु, कि एउटा तपाईँ ठुलो युद्ध क्षेत्रमा जाँदै हुनुहुन्छ त्यो किसिमले तपाईँ एउटा वारियर भएर, एउटा सेना भएर, एउटा आर्मी भएर त्यो वारियर मानसिकताले तपाईँ आउनुपर्छ कि कुनै पनि कुरामा तपाईँ अब तपाईँ तल खस्नुहुन्छ तर तपाईँ उठ्नु पऱ्यो, तपाईँ तल खस्नु तपाईँ उठ्नु पऱ्यो। भनेपछि तपाईँलाई यहाँ यस्तो अनप्रिडिक्टेबल छ, तपाईँको आज जागिर छ भोलिबाट नआइज भनिदिन सक्छ होइन। 1 महिना तपाईँले जागिर पाउनुहुन्न ग्यारेन्टी, जति तपाईँले गरे पनि 3-4 हजार ठाउँमा एप्लाई नगरिकन तपाईँले जागिर पाउँदैन।
मैले एक महिना प्रयास गरेर मेरो त्यत्रो एक्सपिरियन्स थियो, म कलेज पढाएको मान्छे, म एकाउन्टिङ गरेको मान्छे, म दुनियाँ गरेको मान्छे होइन, मेरो कस्टमर रिलेसनसिपमा इभन मैले कम्पनी खोलेको मान्छे, अझै पनि छ मेरो कम्पनी नेपालमा चलिरहेको, साथीहरूले चलिरहेको भनेपछि त्यस्तो मान्छेलाई त अब 1 महिनामा जागिर नपाएर म जे पनि गर्छु भन्ने हिसाबले तयार भएर सिभी चेन्ज गरेर अनि पछि मैले 5 महिना सामान्य रूपमा एउटा किचन हेल्परको रूपमा इन्ट्री गरेँ होइन। एउटा लेक्चरर, काठमाडौँ युनिभर्सिटीको लेक्चररले किचन हेल्परको रूपमा इन्ट्री गर्यो, त्योभन्दा उसले जागिर पाएन। कन्डिसन त्यो छ। अब तपाईँ आफ्नो अवस्था हेर्नुहोस्, तपाईँसँग के अनुभव छ होइन। अनि त्यसरी गरेपछि 5 महिनापछि चाहिँ मेरो इम्प्रुभमेन्ट भयो होइन। अनि यहाँको एक्सपिरियन्स देखेर मैले चाहिँ अहिले फुड फ्याक्ट्रीमा म एज एकाउन्टेन्ट अनि एउटा गुगल ट्रान्सक्रिप्सन, गुगलको प्रोजेक्ट आउने ठाउँमा चाहिँ मैले ट्रान्सक्रिप्सनिस्टको काम पनि गर्छु। भनेपछि बिस्तारै इम्प्रुभ हुन्छ। तपाईँले चाहिँ अब होटल म्यानेजमेन्टको अब कसैले भन्छ कपाल काटेर सिकेर आउनुहुन्छ भने राम्रो हुन्छ भन्छ, कसैले मेकअप सिकेर आउनु भन्छ, कसैले होटल म्यानेजमेन्ट कुकिङहरू सिकेर आउनु हजुर त्यो कुराहरू भन्नुहुन्छ। तर उहाँहरू त्यो सिकेको मान्छे पनि यहाँ जागिर नपाएको मैले देखेको छु कि। एउटा बहिनी हुनुहुन्थ्यो हामीसँगै पढ्ने, कपाल काट्न सिकेर आउनुभएछ, अनि यहाँ जाँदाखेरि कपाल काट्दा बिग्रियो भने कसले तिर्छ, इन्सुरेन्स कसले गर्छ त होइन, त्यो रिस्क छ नि त, त्यो कसले गर्छ त भन्छ, पसलले बन्द गरिदिन्छ नि त सु गरेर। त्यही त सु गरेर भनेपछि उहाँले त्यसरी जागिर पाउनु होइन, उहाँले सामान्य रेस्टुरेन्टमा काम गर्नुहुन्छ, रिस्क फ्री जब भनेपछि त्यो सिक्दैमा पनि हुने केही होइन। यहाँ डाक्टर इन्जिनियरले पनि मैले सामान्य रूपमा काम गरेको देखेको छु, जे पाए त्यही। तर जस्तो विदेशमा बस्ने नेपालीहरूले पनि अहिले लोभ लाग्दो प्रगति गर्नुभएको छ। मैले पैसाको मात्रै कुरा गरेको छैन है, इन्कमको कुरामा त अब तपाईँले कति कमाउनुहुन्छ, मैले कति कमाउँछु आफ्नो ठाउँमा छ। तर बिङ अ नेपाली, बाई बर्थ नेपाली भइसके पछाडि जुन हिसाब किताबबाट अस्ट्रेलिया, युएस, क्यानाडा अथवा तपाईँको चाहिँ युके, अरू टेरिटरीमा, इभन दो मिडल इस्टमा पनि नेपालीहरूले टप लेभलमा काम गरेर नाम कमाउनु भएको छ। त्यो फेरि आफैमा देशको लागि ठुलो कुरा हो होइन। अस्ति एकजना नेपालको नेताले स्पिच दिँदाखेरि भन्नुभएको थियो कि मैले नेपालीलाई 2टा क्याटेगोरी त नभनौँ, 2टा तरिकाले हेर्ने गरेको छु, मेरा लागि दुवै बराबरी हुन् भन्नुभएको थियो कि। एउटा नेपालमा बस्ने नेपाली र एउटा विदेशमा बस्ने नेपाली भन्नुभएको थियो कि। विदेशमा बस्दैमा त्यो मान्छे नेपाली होइन भन्न पाउनुहुन्न तपाईँले भन्नुभएको थियो कि। उहाँले भनेको मतलब के हो भने हाम्रो पनि त्यत्तिकै महत्त्व छ जति नेपालमा अहिले बसिराख्नु भएको छ भने पछाडि अब चाहिँ केही न केही रूपमा कलेक्टिभ वेबाट केही न केही चेन्जेस त ल्याउनु पर्यो नि त। तपाईँले त यतिका विद्यार्थीहरूसँग भेटघाट गर्नुहुन्छ, तपाईँका कलिग्स पनि होलान् कतिजनाहरू, कन्टेम्पोरेरी अलिकति सँगै पढिरहेका साथीहरू, के भन्नुहुन्छ उहाँहरूले? के छ स्टुडेन्टको मानसिकता अहिले? मैले त 2-4 ठाउँमा हेर्दाखेरि अलि निराशपूर्ण वातावरण पनि देखिरहेको छु पछिल्लो समय। ओहो भन्ने खालको सिचुएसन, फी कसरी तिर्ने, पढाइको प्रेसर एकदमै धेरै भयो, 24 घन्टाभन्दा बढी काम गर्न पाइँदैन विकली, त्यो पनि हामीलाई एज अ पार्ट टाइम वर्कर हायरै गर्न खोज्दैन कसैले भन्ने खालका अनेक समस्याहरू छ होइन। सँगसँगै फेरि इमिग्रेसन पोलिसीको चेन्जेसले मारमा हानेको छ स्टुडेन्टलाई होइन। के भन्छन् साथीहरू, कसरी लिनु भएको छ यो प्रक्रियालाई तपाईँले? अब यस्तो छ है, अब यहाँ पनि 2 किसिमको समस्या देख्छु म, मतलब 2 किसिमको क्याटेगोरीमा म राख्छु विद्यार्थीहरूलाई पनि। एउटा किसिमको कस्तो छ भने घरमा दिनभरि सुतेर बस्ने अनि इन्डिड र लिङ्कडिनमा अलिअलि एप्लाई गर्ने, जागिर पाइएन यार भन्ने, त्यसपछि फेरि त्यही गेम खेल्ने, फेरि त्यही अब अरू अनि बरु क्यासिनो खेलिदिने, त्यो हुन्छ नि क्यासिनो गेम्सहरू खेलिदिने, $1 खर्च गर्ने, $5 आउँछ भन्ने, अब त्यता लकतिर बरु चिट्टा किन्ने अनि घरमै सुतेर बस्दिने, एउटा त्यस्तो छ। अनि त्यसले जागिर नपाएको देखेछु, महिनौ दिनदेखि उसले पाएको पनि छैन। हाम्रै अब हामी पनि 12 जना नेपाली एउटा घरमा बस्छौँ, अनि उहाँहरूको पनि 1-2 जना त्यसै हुनुहुन्छ। अनि फेरि अर्को थरी म देख्छु, त्यो दिनदिनै बिहान उठेर जागिर नपाए पनि त्यो दुगिरहेको हुन्छ खोज्न, सिबी बाँडेको बाँडै छ अनि सोधिरहन्छ, दाइ तपाईँको खाली भयो भने मलाई भन्दिनँ यताउता। अनि मैले नि मोटिभेट गर्छु, भाइ मलाई 1 महिना लाग्थ्यो, तिमी गर आउँछ, गर भन्छ, अनि उसले जागिर पाउँछ अर्को महिना, 1 महिना ऊ भिड्छ। अनि मैले पनि धेरै सहयोग गर्छु, सिबीमा पनि यसरी बनाऊ, किन मलाई त एक्सपिरियन्स भयो कसरी गर्ने भन्ने। किन सुरुमा त म पनि नेपालको सिबी राखेर हिँडिरहेको थिएँ मेरो उताको, तर यहाँ जागिर पाउनु त यहाँको एक्सपिरियन्स नभइकन हुँदैन। अनि त्यस यहाँ पनि मैले त्यो भएर भोलिन्टरी रूपमा म छिरेँ पहिला, कहीँ म फ्रीमै गर्छु भनेर। एक दिन मलाई फ्रीमै गरायो, अर्को दिनदेखि आएर गऱ्यो होइन। तर रातभर काम गर्थेँ कि म सुरुमा, त्यसरी मेरो इन्ट्री भयो। अनि त्यसै गरेपछि एक्सपिरियन्स बढ्दै गएपछि चाहिँ फेरि जब पाउने पनि छन्, अब बिस्तारै राम्रो जब पाउने झन् हुन्छ नि, खुड्किलो पार गर्दै अगाडि राम्रो बढ्ने पनि छ। त्यसरी 2 किसिमले मैले देखेको छु। त्यही भएर
बेसिकल्ली यो मान्छेमै भर पर्ने हो। क्यानाडा नआऊ भन्दैन म, तिमी मेन्टली प्रिपेयर्ड छौ होइन, तपाईँ सबै हरेक किसिममा चाहिँ तपाईँ लड्न सक्नुहुन्छ, तपाईँ जुझारु रूपमा हुनुहुन्छ भने र आफूलाई एकदम फिट राखेर तपाईँ गर्न सक्नुहुन्छ। भन्छ नि झुक्दै नझुक्ने नेपालको म छोरो भन्छ नि, त्यो किसिमको एटिट्युड छ भने तपाईँ आउनु। तर तपाईँ झुक्नु भयो, तपाईँ अब लडेर तपाईँ उठ्नु भएन त भने चाहिँ तपाईँ सधैँ दबिएर बस्ने, तपाईँ उठ्नै सक्नुहुन्न भनेपछि त्यो मानसिकतामा भर पर्छ। तर विद्यार्थीहरूलाई मैले मेरो सजेसन यति छ कि लागि पर आज जब पानी भोलि पाउँछ, तर घर सुतेर नबस्छ, त्यो भए चाहिँ पाउँछौ, होइन भने चाहिँ अब त्यस्तै हो। मैले पहिलो कुरा त पढाइमा प्राथमिकता देऊ, प्रायोरिटी पढाइमा देऊ। राम्रो जिपिए कसरी ल्याउने, मार्क्स कसरी राम्रो ल्याउने, एकाडेमिक स्ट्यान्डिङ राम्रो हुनेतिर पनि लाग। पहिलो कुरा त त्यो पनि चाहिन्छ। सँगसँगै जबको कुरा पनि छ। हजुर, कलेज जानु पऱ्यो त्यसको लागि। किनभने यहाँको पढाइ चाहिँ मैले देखेको, तपाईँ कलेजमा गएर तपाईँ एटेन्ड गर्नु भने 80% आरामले आउँछ। त्यस्तो टफ छैन यहाँको। किन नेपाल जस्तो लेख्नुपर्ने छैन, टिक क्वेसन हुन्छ धेरै जसो, अनि प्र्याक्टिकल हुन्छ, प्रेजेन्टेसन हुन्छ, रिपोर्ट हुन्छ, त्यो हामीले मजाले घर बसेर आरामले गर्न सक्छौँ। नेपाल जस्तो धेरै मार्क्स ल्याउनलाई टफ पनि छैन कि, कलेज गएर रेगुलर त्यो 1-2 घन्टा टाइम दिने नि हुन्छ। त्यो त सबै तरिकाले ब्यालेन्स गरेर जाऊ, तर घरमा सुतेर बसेर अनि यहाँ क्यानाडा काम छैन भनेर त्यो हावा फैलाउनु, देशलाई दोष नदेऊ। देशलाई दोष, नेपालमा बस्नुन्जेल नेपाललाई दोष दिऊ, अब क्यानाडा आएर क्यानाडालाई दोष नदेऊ। किनकि म आफै पनि लगभग 10-12 वटा कन्ट्री घुमिसकेको छु। मेरो आफ्नो पर्सनल एक्सपिरियन्समा पनि वान अफ द बेस्ट कन्ट्रिज इन द वर्ल्ड हो क्यानाडा, धेरै कुराले। तपाईँले यसलाई कसरी युटिलाइज गर्नुहुन्छ, डोन्ट मिसयुज इट, डोन्ट ब्लेम होइन। तपाईँको चाहिँ तपाईँले देशलाई ब्लेम नगर्नुहोस्। हजुर, एभ्रिथिङ इज गुड टु गो हियर। तपाईँको आफ्नो माइन्डसेटको कुरा हो, तपाईँ कसरी प्रिपेयर हुनुहुन्छ, तपाईँ त्यो चिज अचिभ गर्नलाई तपाईँले कति मेहनत गर्नुभएको छ, द्याट इज मोर इम्पोर्टेन्ट। एन्ड हाउ डेडिकेटेड यु आर, हाउ प्यासनेट यु आर, तपाईँको के हो त एरिया अफ एक्सपर्टिज, तपाईँ बन्न चाहेको चाहिँ के हो रियल कुरा, त्यो कुरामा पनि तपाईँ लागिरहन पर्यो। इट्स नट अबाउट लाइक सर्भाइभल मात्रै होइन, होइन आवरली जब गरेर मात्रै तपाईँको जीवन सफल हुन्छ, सुखमय बित्छ भन्ने कुराबाट अलिकति फरक रहेर केही समय त गर्नुपर्छ पक्कै पनि। अलिकति आउट अफ द बक्स गएर सोच्नु भयो भने हेर्नुहोस् त कति फराकिलो छ देश, पनि यति ठुलो छ, युएस भन्दा ठुलो देश क्यानाडा जियोग्राफिकली, होइन भन्नुहोस् त। तपाईँले देख्नुहुन्छ यसको प्रचुर सम्भावना? हजुर, बिङ अ स्टुडेन्ट। हजुर, मैले चाहिँ देख्छु सम्भावना धेरै छ, तर कस्तो हुन्छ भने अब अहिलेको इकोनोमिक क्राइसिसको पनि कुरा छ। विश्वभरि इकोनोमिक क्राइसिसले गर्दा अलिकति मन्द देखिरहेछ। भन्छ नेपालमा फोन गरे पनि मन्दी छ भन्छ नि, त्यस्तै यहाँ पनि मन्दी होला, तर यो मन्दीमा पनि केही न केही हामी गर्न सक्छौँ, अपर्च्युनिटी धेरै छ। र यसको लागि एउटा कुरा भनेको कस्तो हुन्छ भने, एउटा इङ्ग्लिसमा भनाइ छ नि, वेन यु आर इन रोम डु एज द रोमन्स डु भन्छ नि। भनेको तिमी रोममा हुँदाखेरि रोमन्सले जस्तै गर्नुपर्छ भन्छ, त्यस्तै तिमी क्यानाडामा हुँदा क्यानेडियन स्टाइलबाट गर्नु पऱ्यो। यहाँको स्टाइल अलग छ नि त, त्यही भएर पहिलो जब पाउन तिमीलाई धेरै गाह्रो हुन्छ होइन, विद्यार्थी जो आउँछ। तर सेकेन्ड जब चाहिँ तिमीले पाउँछौ, किनभने फर्स्ट क्यानेडियन एक्सपिरियन्स हुँदा बित्तिकै उताको नेपालको एक्सपिरियन्स पनि काम लाग्छ। बल्ल देख्छ कि यसले उता पनि गरेछ, यहाँ पनि गरेछ, अनि बल्ल सजिलो हुँदै 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 जान्छ। अनि बिस्तारै अब तपाईँले भने जस्तो आवरली जबमा मात्रै फोकस गर्ने होइन, बिस्तारै पढाइसकेपछि तिमी होइन इयरली प्याकेज भएकोमा पाउँछौ होइन। अनि बिस्तारै अब इकोनोमिकल्ली अनि आफ्नो प्यासन हुन्छ नि, त्यसलाई पनि फलो गरेर अगाडि त्यसलाई व्यवसाय बनाउने हो कि। जस्तै अब योगामा पनि हामी योगा स्टुडियो खोलेर एउटा व्यवसायको रूपमा गर्न सक्छौँ। त्यसरी धेरै छ अपर्च्युनिटी, किनभने यहाँ योगलाई धेरै राम्रो मान्छ। नेपालमा भन्दा अब पैसा तिरेरै योग गर्ने भन्ने जनसमुदाय यहाँको हो। अपर्च्युनिटी एकदम अपार छ, तर त्यसको लागि तिमी प्रिपेयर्ड हुनु पऱ्यो, आउने विद्यार्थीहरू, र एकदम डटेर लाग्नु पऱ्यो, लड्यो भने उठ्नु पऱ्यो। अब म तपाईँलाई भन्छु, अब इन्टरनेसनल स्टुडेन्टहरू प्रिटी मच कति डिप्रेसनमा पनि गएको देखाएको छु मैले होइन। नट ओन्ली नेप्लिज स्टुडेन्ट, नेपाली स्टुडेन्टभन्दा बाहिर पनि हामीले त्यस्ता विद्यार्थीहरू देखाएको छौँ। अब योगको कुरामा आउँ, अब तपाईँको एरिया अफ एक्सपर्टिजमा पर्छ योग, लेखन होइन। तपाईँ योगा प्रशिक्षकको रूपमा अथवा योग प्रशिक्षकको रूपमा तपाईँले अहिले कम्युनिटीलाई सर्भ गरिराख्नु भएको छ। नेपाली कम्युनिटीलाई मात्र गर्नुभएको छ या अरू कम्युनिटी पनि यस्तो भयो जोडिनु भएको छ तपाईँ? म चाहिँ गुरुदेव स्वामी चन्द्रेशसँग योग सिकेँ। म चाहिँ बुढानीकण्ठ आश्रम नेपालको संस्थापक हुनुहुन्छ। त्यसपछि म इन्डिया गएर पनि देव संस्कृति विश्वविद्यालयमा पढेँ योगको बारेमा। त्यसपछि त्यो एक्सपिरियन्स लिएपछि मैले नेपालमा नै स्कुलहरूमा सिकाउँथेँ, अनि त्यो मलाई एक्सपिरियन्स भयो। अनि यहाँ चाहिँ अब नेपाली विभिन्न संस्थाहरूमा बाट चाहिँ मैले विभिन्न योग प्रोग्रामहरू गरेको छु, धेरै नै गरिसकेँ। त्यसपछि अब अरू कम्युनिटीमा पनि मैले सिकाएको छु,
तर त्यसको लागि चाहिँ उहाँहरूकोमा चाहिँ अब नेपाली कम्युनिटीमा भोलिन्टियरली सिकाएको छु भने अरू कम्युनिटीमा सिकाउँदाखेरि चाहिँ म एज अ पेड योगा इन्स्ट्रक्टरको रूपमा गरेको छु। जस्तै मैले फिटनेस सेन्टर एजाक्समा एउटा फिटनेस सेन्टर छ त्यहाँ सिकाएँ। त्यसपछि त्यहाँ किपलिङमा एउटा क्लिनिक छ हिलिङ क्लिनिक, त्यहाँ चाहिँ म योगा हिलरको रूपमा नि काम गर्छु। भनेपछि त्यसरी चाहिँ त्यो जबहरू चाहिँ अकेजनल हुन्छ, काम पर्दा उनीहरू बोलाउँछ, मान्छे जम्मा हुँदा, अरू बेला बोलाउँदैन। त्यो चाहिँ एकदम सिजनल इन्कम जस्तो हो। त्यसमा त्यही भएर मैले योगलाई चाहिँ एज अ प्यासनको रूपमा मात्रै ल्याएको छु, एज अ हबी अथवा मेरो प्यासनको रूपमा सोर्स अफ इन्कमको लागि चाहिँ म अरू जब गरेर हुन्छु। यो योगा सिकाउने मान्छे नि हजुर योगा गरेपछि अलिकति मेन्टली पनि फिट भइन्छ। मेन्टल फिट हुनु भनेकै तपाईँ कहीँ न कहीँ फिजिकल फिट हुनु हो भन्ने पनि बुझिन्छ। यो योगा सिकाउने मान्छे चाहिँ डिप्रेसनमा गएको, हजुर फ्रस्ट्रेट भएको, हजुर रिस उठ्ने, हजुर अल्छी लाग्दो हुने, हजुर जीवनप्रति अलिकति नकारात्मक सोच आउने हुन्छ कि हुँदैन योगा सिकाउनेलाई चाहिँ? हुँदैन हुँदैन है। तर तपाईँको यस्तो हुनुभयो योगा मात्रै सिकाउने तर आफूले नगर्नेलाई चाहिँ हुन्छ फेरि। जस्तै खानाले जस्तै औषधिले जसले खाए त्यसले काम गर्छ नि। जस्तै तपाईँ योगा प्रशिक्षक भनेर हिँड्नुभयो तर तपाईँ योगा सिकाउने मात्रै हो तर आफूले चाहिँ जीवनमा उतर्नु भएको छैन होइन। योगा मात्रै यसो सिकाउने जीवनशैलीको एउटा माध्यम बनाउनु भएको छैन भने चाहिँ हुनसक्छ। तर एज अ मेरो इक्जाम्पल दिउँ, म 15 वर्षदेखि यो फिल्डमा छु। मैले गुरुसँग सिकेर गर्न लाग्यो 15 वर्ष भएछ। भनेपछि भन्छ कि 12 वर्षमा सिद्धि हुन्छ भन्छ क्या कुनै कुरा तपाईँ रेगुलर गऱ्यो भने। भनेपछि त्यसरी गर्नु भने के हुन्छ, अब चाहिँ कस्तो भयो भने मेरो त योगा लाइफस्टाइल भयो, योग चाहिँ लाइफस्टाइल भयो, जीवनचर्या जस्तो भयो। जस्तो कि म बिहान उठेर मेरो आफै नै मेरो ध्यान लाग्छ, म आफै आसनहरू गर्छु होइन। त्यसपछि म दिनभरिको लागि एउटा चार्ज र एकदम फोकस्ड भएर म चाहिँ अगाडि बढ्छु। कति समय दिनुपर्छ योगाको लागि दिनमा? कति मिनिमम? सुरुमा चाहिँ तपाईँ अब भनौँ न तपाईँ एकदम गर्नै सक्दैन भन्नेलाई म 10 मिनटबाट सुरु गर्नुहोस् भन्छु होइन। तर बिस्तारै चाहिँ तपाईँले त्यसलाई बढाएर बिहानको समयमा 10, 20, 30 1 घन्टासम्म लानुभयो भने तपाईँ दिनभरिको लागि चाहिँ एकदम फ्रेस। किनभने मान्छेले कटाउनु त एक दिनै हो नि त। एक दिन रात तपाईँले राम्रोसँग कटाउन सक्नुभयो भने होइन, राम्रोसँग एकदम हेल्दी ह्याप्पी फोकस्ड भएर दिनभरि तपाईँ ह्याप्पी भएर तपाईँ कटाउन सक्नुभयो भने नि साइन्सले एउटा रिसर्च गराएको छ क्या, दिनभरि तपाईँ 24 घन्टा तपाईँ ह्याप्पी हुनुभयो भने तपाईँको शरीरको एनाटोमीको सेल्सको नि पुरै पावरै बढ्छ क्या। तपाईँको त्यो रोगसँग लड्ने क्षमतादेखि लिएर हरेक चिज तपाईँको एनाटोमी पुरै चेन्ज हुन्छ, तपाईँको सेलको स्ट्रक्चर नै क्रिस्टलाइज हुन्छ होइन। भनेपछि त्यो लेभलमा तपाईँ गइसकेपछि त तपाईँलाई औषधि पनि कम चाहियो, तपाईँको निड्स पनि कम हुन्छ होइन। अनि तपाईँ एउटा फोकस्ड र एउटा हुन्छ नि एउटा नेचुरल जिन्दगी जिउन सक्नुहुन्छ होइन। त्यही भएर त्यसरी चाहिँ गर्नुपर्छ टाइम दिएर रेगुलर। जस्तै मेरो हिसाबमा भन्यो भने म चाहिँ बिहान कहिले काहीँ योग गर्न बिर्सेँ भने पनि त्यो आफै ध्यान आइरहेको हुन्छ कि, किनभने त्यो लाइफस्टाइलमा त्यो सेट भइसक्यो कि। त्यो तपाईँ जस्तै म अहिले बसेर कुरा गरिरहेको छु नि, अब म यसो हाँचीमा गर्दा नि मलाई ध्यान लाग्यो जस्तो हुन्छ कि। अब तपाईँसँग कुरा गर्दा नि म त्यसलाई भन्छ कि सहज समाधि भन्छ कि। त्यसलाई सिद्धि भइसकेपछि धेरै वर्ष प्र्याक्टिस गरेपछि तपाईँलाई सहज रूपमा दिमागबाट ह्याप्पी हर्मोन्सहरू रिलिज हुन्छ, तपाईँ त्यसलाई फिल गर्नुहुन्छ। अब यो त अब तिमीले कल्पना गरेको हुनसक्छ भन्न सक्छ मान्छेहरूले होइन। अनि म हरिद्वार विश्वविद्यालयमा हुँदाखेरि चाहिँ एउटा रिसर्च टिम आएको थियो विदेशबाट, योग ध्यानले चाहिँ के असर पार्छ भनेर। अनि मलाई चाहिँ ल्याबमा लिएर गयो, अनि त्यहाँ विभिन्न के मेरो टाउकोमा जोड्यो होइन। अनि चाहिँ मलाई चाहिँ भन्यो कि मेडिटेसन गर्नुहोस् भन्यो। अनि मैले चाहिँ गरेँ। अनि गरेपछि उसले भन्यो कि 2 मिनट अगाडि तिम्रो ब्रेनमा अर्कै वेब्स थियो, 2 मिनट पछि चाहिँ तिमीले ध्यान गरेपछि तिम्रो ब्रेनमा अल्फा वेब्स सिर्जना भयो। अनि अल्फा वेब्स भनेको 6 to 8 हर्ज बिचको हुन्छ। त्यो भनेको एकदम तपाईँ शान्त हुँदाखेरि, ब्रेन एकदम शान्त आनन्द हुँदाखेरि, तपाईँ पृथ्वीसँग सिङ्क्रोनाइज हुँदाखेरि चाहिँ अल्फा वेबमा तपाईँ चल्नुहुन्छ। भनेपछि नेचरसँग तपाईँ सिङ्क्रोनाइज भएर चलेपछि नै लाइफ सहज हुने हो नि त, मान्छेलाई तालमेल मिल्यो नि त। भनेपछि त्यही भएर हाम्रो शास्त्रमा गीतामा भन्नुहुन्छ कि भगवान् कृष्णले योगस्थ कुरु कर्माणि भन्नुहुन्छ कि, तिमी योगस्थ भएर काम गर भन्नुहुन्छ कि। भनेपछि तिमी पहिला योगस्थ हो अनि बल्ल काम सुरु गर भनेको, तिमी ट्युनिङमा आऊ अनि सुरु गर। त्यो त सबैलाई थाहा छ, गिटार पनि पहिला ट्युनिङ नगरिकन तपाईँ बज्दैन, भायोलिन पनि त्यही हो होइन। भनेपछि तपाईँ आफूलाई ट्युन गर्नु पऱ्यो, भनेपछि योगले नै ट्युन गर्ने हो। युनिभर्ससँग ट्युनिङ मिलेपछि तपाईँ जे गर्नुहुन्छ एउटा तपाईँको त्यसको 100% इम्प्याक्ट जान्छ। किनभने त्यो फिजिकल मात्रै हुन्न, मेन्टल मात्रै हुन्न, प्राणिक, इन्टेलेक्चुअल र आत्मिक पनि हुन्छ कि। भनेपछि 5 लेभलको तपाईँको एक्जिस्टेन्समा 5 लेभलकै तपाईँको प्रभाव हुन्छ। फिजिकल त के हुन्छ त केही वर्षपछि मेटिन्छ, तर तपाईँको प्राणिक र आत्माले जुन गरेको काम हुन्छ नि त्यो चाहिँ अझ अमर हुन्छ। जस्तो अब योगाको कुरामा के चिजहरू गर्नुपर्छ त? जस्तो बेसिक कुराहरू के छ तपाईँको टिप्स? यो चिजहरू तपाईँले इनिसियल डेजमा यो गर्नुभयो भने हुन्छ भन्ने के छ? हजुर, अब तपाईँहरूलाई सामान्य रूपमा स्टार्ट गर्नको लागि चाहिँ पहिला बिहान उठेर म सामान्य एउटा बताइदिन्छु के गर्न सकिन्छ नि। तपाईँ सामान्य बिहान उठेर
तपाईँले चाहिँ पानी पिउनु पऱ्यो, मनतातो पानी। त्यसपछि तपाईँ चाहिँ योग सुरु गर्न सक्नुहुन्छ होइन। अनि आफ्नो अब नित्यकर्म सकेर पनि बिहान उठेपछि भन्नाले कति जतिखेर भन्नाले अब तपाईँ कति बजी सुत्नु भएको त्यो पनि कि निद्रा पनि पुऱ्याउनु पऱ्यो। जस्तै तपाईँ अब भनौँ न तपाईँ 11-12 बजे अब 10 बजे सुत्नु भएको छ नि, 7-8 घन्टाको निद पुरा गरेर बिहान 4-5 बजे भनौँ, 6 बजे भनौँ न, अथवा तपाईँ जति बजे उठ्नुहुन्छ, जब जागे तब सबेरा भन्छ नि, त्यो पनि चल्छ त्यो इनिसियल फेजमा। पछि चाहिँ तपाईँको आफै त्यो ह्याबिट बन्छ होइन, चाँडै उठ्ने चाँडै सुत्ने। अनि त्यसमा चाहिँ तपाईँ उठ्नुभयो, तातो पानी, मन तातो पानी 1 गिलास 2 गिलास पिउनुहोस् होइन, जति आफ्नो क्यापेसिटी छ, कसैले धेरै सक्नुहुन्न। त्यसपछि तपाईँ सामान्य एउटा आसनमा बस्नुहोस्। आसनमा भनेको तपाईँ एउटा केही अब हुन्छ नि म्याट हुन्छ होला अथवा आफ्नो बेडै भयो त्यसमा बस्नुहोस्। एउटा सामान्य सिधा भएर बस्नु पऱ्यो होइन, सामान्य सिधा भएर बस्ने, ढाड सिधा हुनु पऱ्यो, ढाड कम्मर र गर्दन चाहिँ सिधा हुनु पऱ्यो। अनि तपाईँ चाहिँ यहाँ चाहिँ फोकस गर्ने भन्छ, यो आँखी भाउको बिचमा, त्यहाँ चाहिँ हामी आँखा चिम्म गरेर त्यहाँ चाहिँ फोकस गरेर एकछिन शान्त भएर अनि हातलाई चाहिँ ज्ञान मुद्रामा राख्ने भन्छ। यो चाहिँ मैले देखाउनलाई गरेँ, तर यसरी चाहिँ राख्ने हो घुँडामाथि है त। यसरी राखेर अनि तपाईँ यसरी बस्दा बित्तिकै तपाईँको यतिले मात्रै तपाईँ 5 मिनट यसरी बस्नुभयो भने तपाईँको यो दुईटाको कनेक्सनले नै तपाईँको एसिटाइकोलाइन भन्ने हर्मोन प्रोड्युस हुन्छ ब्रेनमा। त्यो चाहिँ तपाईँको मेमोरीको लागि एकदम इफेक्टिभ हुन्छ। तपाईँको एसिटाइकोलाइन बिना तपाईँको मेमोरी आउँदैन। यसले चाहिँ तपाईँलाई मेमोरी दिन्छ, तर यसलाई ज्ञान मुद्रा भन्ने रहेछ, नलेज जेस्चर भनौँ न इङ्ग्लिसमा। भनेपछि यसरी तपाईँ बसेर 5 मिनट चाहिँ तपाईँ यहाँ फोकस गर्नुभयो र एउटा प्राणायाम गर्ने, जस्तै सामान्य रूपमा अनुलोम विलोम त सबैलाई थाहै छ। त्यसरी अब रामदेवले पनि सिकाउनु भएको छ, यसरी एउटा नाकबाट सास लिने, अर्कोबाट फाल्ने, फेरि एउटा लिने, अर्कोबाट फाल्ने, यसरी चाहिँ 5-10 राउन्ड गर्ने अनि शान्त भएर बस्ने होइन। मनलाई चाहिँ आफ्नो श्वासमा लगाइदिनु। जस्तै मन चञ्चल हुन्छ मेरो, म त आँखा बन्द गर्नै सक्दिनँ, मेरो त धेरै कुरा आउँछ दिमागमा भन्नुहुन्छ, मनलाई श्वासमा लगाइदिनु। श्वास हेर्नुहोस्, तपाईँको नाकमा हल्का चिसो हुँदै नाकबाट सास भित्र गइरहेको छ, त्यसलाई हेर्ने प्रयास गर्ने मनको आँखाले। अनि हल्का तातो हुँदै नाकबाट श्वास बाहिर गइरहेको हुन्छ, त्यसलाई हेर्ने। मनलाई श्वासमा लगाइदिएपछि तपाईँको मन शान्त हुन्छ, किन कतै जाँदैन। त्यो मन चाहिँ अब एउटा उसमा भयो, एङ्करमा बस्यो कि, त्यसलाई नै विपश्यना ध्यानको पहिलो विधि भन्छ। त्यसरी चाहिँ सुरु गर्न सकिन्छ। बिस्तारै चाहिँ अब तपाईँले अब कोही योग प्रशिक्षकसँग सिकेर तपाईँले चाहिँ अनि अरू आसनहरू गर्ने, बिस्तारै त्यसरी गरेर चाहिँ सिम्पल आसन, सबसे सिम्पल आसन भनेको यो नमस्कार। यसरी तपाईँ अब यसरी बस्न झ्याउ लाग्छ भने तपाईँ नमस्कार आसनमा बस्दिनु यसरी 5 मिनट। यतिले मात्रै तपाईँको ट्युनिङ हुन्छ। र मान्छे भेट्दा पनि नमस्कार गर्ने गर्नुहोस्। अब हात मिलाउनु हुन्न भन्ने त तपाईँको कोरोनाले देखाइसक्यो, मान्छे हात मिलाउन अझै पनि डराउँछन्। अब यस्तो गर्न लाग्छन् होइन, हात मिलाउनु भन्दा नि छुने मात्रै होइन, त्यो त नमस्कार गर्नु, त्यसले चाहिँ तपाईँको अर्को मान्छेसँग ट्युनिङ हुन्छ। नमस्कार भनेको के हो भने म तिमीलाई एज अ लाइफ नमन गर्छु भनेको, जीवनको रूपमा म तिमीलाई नमन गर्छु, तिमी जो होला होइन, तर तिमी त लाइफ हो नि त बेसिकल्ली, त तिमी त एउटा जीवन हो, त्यो जीवनलाई म प्रणाम गर्छु भनेको। त्यसरी चाहिँ तपाईँको हार्मोनी हुन्छ दुइटाको। त्यो भएर नमस्कार गरेर चाहिँ यसरी एउटा सिम्पल मैले आसन यहाँ देखाउनु मिल्ने चाहिँ मैले बताइदिएँ। नमस्कार आसन भयो एउटा यसरी, अनि ज्ञान मुद्रा भयो, अनि ब्रिदिङ मैले देखाएँ। यसरी चाहिँ सुरु गर्न सकिन्छ। तर तपाईँले एउटा योग प्रशिक्षक केही दिनको लागि अथवा केही महिनाको लागि चाहिन्छ, त्यसपछि तपाईँ सिकेर आफै गर्न सक्नुहुन्छ। अहिले त अनलाइन ट्युटोरियलहरू पनि पाइन्छ। हजुर, अनलाइनमा पनि पाउँछ, क्लिप्स पनि पाइन्छ। तर भिडियो क्लिप्सबाट हेर्दाखेरि अलिकति डेन्जर पनि हुनसक्छ, किनभने केही कुराहरू एउटा मान्छेले भन्दै हुनुहुन्थ्यो कि रामदेवको हेरेर खुट्टा चाहिँ यहाँ हाल्नुभएछ, अनि खुट्टा अड्केछ क्या, खुट्टा उठाएछ, अनि चिच्चाएर अनि आधी घन्टापछि अर्को मान्छे आएर निकालिदियो भन्ने। त्यस्तो चाहिँ त्यो एक्सिडेन्ट चाहिँ नगरौँ होइन। त्यो जिम गर्दा पनि त्यही हो नि, हामीले त्यो ब्यालेन्स तरिकाले गरेनौँ, प्रपर तरिकाले त्यसलाई फलो गरेनौँ भने त्यो एउटा पाखुरा अलि चाहिँ ठुलो हुने, सानो हुने, अलिकति ढाड बाङ्गो हुने, कुमहरू डिसब्यालेन्स हुने भन्ने पनि हुन्छ। त्यो हुन्छ। योगमा चाहिँ हुन्छ कि हुँदैन त्यो? योगको चाहिँ साइड इफेक्ट छैन, तर तपाईँले सही तरिकाले गर्नु भएन भने चाहिँ साइड इफेक्ट हुन्छ। त्यही भएर मैले भिडियोबाट नगर्नुहोस् भनेको। युट्युब हेरेर तपाईँ योग सिक्यो भनेर नथान्नुहोस्। एउटा गुरुलाई, एउटा योग प्रशिक्षकलाई साथमा राखेर, किनभने यसमा तपाईँ आसन गर्ने मात्रै होइन नि त, तपाईँको सासको क्रिया हुन्छ, तपाईँको भाइब्सको कुरा हुन्छ होइन, केलाई हेर्ने, के गर्ने, कहाँ फोकस गर्ने, सबै कुराहरू हुन्छ नि त। त्यही भएर होलिस्टिक रूपमा तपाईँले गर्नलाई एउटा प्रशिक्षक चाहिँ चाहिन्छ। अब स्टुडेन्टको कुरा गरौँ, विद्यार्थी जीवनमा चाहिँ योगको कति महत्त्व छ? किनकि उसले दिनभरि तपाईँले भने जस्तो फुल फोकस्ड हुनु पऱ्यो नि त, मेमोराइज पनि गर्न सक्नु पऱ्यो। हजुर। अनि थोरै पढेर धेरै लिन सक्ने दिमागले हजुर त्यो हुन सक्ने के हुन्छ योगबाट? त्यसको लागि त्यही हो, योगबाट हुन्छ, तर तपाईँले गर्नु पऱ्यो। के गर्ने भन्दाखेरि अब मैले सिकाएको अहिले जस्तै सामान्य यो अब ध्यानहरू होइन, विपश्यनाहरू, सामान्य ध्यानहरू, त्यसरी यहाँ फोकस गर्ने। किनभने
यो बिन्दु भनेको तपाईँले जस्तै यो पोइन्टलाई चाहिँ तपाईँले साइन्समा हेर्ने भने चाहिँ यहाँबाट स्ट्रेट लाइन खिच्ने भने एउटा ग्ल्यान्डमा पुगिन्छ भन्छ कि साइन्सले, त्यसलाई पिट्युटरी ग्ल्यान्ड भन्छ। अनि पिट्युटरी ग्ल्यान्डको बारेमा हामीले सामान्य रूपमा हेल्थमा पढेको इट्स अ मास्टर ग्ल्यान्ड भन्छ। मास्टर ग्ल्यान्ड भनेको होल बडीलाई कन्ट्रोल गर्ने मेकानिजम एउटा सानो पी साइजको निलो ग्रन्थीमा छ, त्यो चाहिँ यहाँ छ भन्छ। यसलाई चाहिँ हामीले योगमा चाहिँ फेरि आज्ञा चक्र भन्छ। हेर्नु है, उता मास्टर ग्ल्यान्ड भन्छ, यता आज्ञा चक्र भन्छ, कुरो त एउटै भयो। भनेपछि यो पोइन्ट एक्टिभेट गर्नलाई यहाँ फोकस गरेर तपाईँ ध्यान गर्नुपर्छ। सासलाई कन्ट्रोल गरेर यहाँ फोकस, आँखा बन्द गरेर यहाँ फोकस गरेर हेर्ने केही समय, अथवा केही सिम्पल रूपमा फोकस बढाउनलाई विद्यार्थीले यो बुढी औँलालाई यसरी सपोर्ट दिएर बिहान उठेपछि कम्तीमा 10 फेर, धेरै बेसगरी नगर्ने, अलिकति दबाएर यसलाई 10 फेर, यसलाई चाहिँ कपाल रन्ध्र मार्जन भन्छ, यसरी गरिदिने। यसरी गरेपछि तपाईँको के हुन्छ भने ब्रेन त 2 हाफमा डिभाइडेड छ नि त, राइट ब्रेन लेफ्ट ब्रेन, अनि बिचमा एउटा कर्पस क्यालोसम भन्ने सानो भागले जोडेको हुन्छ। अनि यो गर्दा बित्तिकै तपाईँको त्यो कर्पस क्यालोसममा स्टिमुलस जान्छ र आज्ञा चक्रमा नि स्टिमुलस गएर तपाईँको होल ब्रेनले काम गर्छ, राइट र लेफ्ट। र राइट र लेफ्ट दुइटैले काम गऱ्यो भने तपाईँ क्रिएटिभ बन्नुहुन्छ, तपाईँ होलिस्टिक बन्नुहुन्छ। लेफ्टले मात्रै काम गऱ्यो भने तपाईँ लजिकल बन्नुभयो, म्याथमेटिकल बन्नुभयो। राइटले मात्रै काम गऱ्यो भने तपाईँ इमेजिनेटिभ साहित्यकार बन्नुभयो। दुइटैले काम गऱ्यो भने तपाईँ जिनियस बन्नुभयो। त्यही भएर त्यो कुराहरू छ। एउटा विद्यार्थीको लागि एउटा कपाल रन्ध्र मार्जन चाहिँ यो गर्ने 10-20 फेर बिहान उठेर, अथवा जहिले तपाईँलाई कन्सन्ट्रेसन चाहिन्छ गरेर। अनि यसको चाहिँ फिजिकल इभिडेन्स अथवा रिसर्च नै छ कि यो गर्दा बित्तिकै तपाईँको एसिटाइकोलाइन सिक्रेट हुन्छ, अनि त्यसले चाहिँ तपाईँको मेमोरीलाई काम गर्छ। होइन भने एसिटाइकोलाइन बिना कसैको पनि मेमोरी हुँदैन। त्यो भएर हाम्रो शास्त्र पाठ गर्ने पण्डितहरू अथवा बुढो मान्छेहरू जति नेपालमा हुनुहुन्छ नि, उहाँहरूको हेर्नु त 100 वर्षमा पनि त्यो चण्डी पाठ भटट्ट गइरहेको हुन्छ, गीता पाठ भटट्ट गइरहेको हुन्छ, मेमोरी गएको छैन नि त। तर अहिलेको जमानामा हेर्नु 30 वर्षमा म भुल्छु भन्न थालिसकेको हुन्छ मान्छे, अनुहार याद छ, नाम याद छैन भनेपछि। अनि यो पार्किन्सन्सदेखि यो अर्को यो बिर्सिने रोग छ नि, यस्तै के नाम, पार्किन्सन होइन, यो डिमेन्सिया हो, यो रोगहरू लागिसक्यो। तर हाम्रो शास्त्र पाठ गर्ने मान्छेलाई छैन। संस्कृत त उच्चारण मात्रै तपाईँको त्यो हुन्छ, तपाईँको ब्रेनको कुना एक्टिभेट हुन्छ, अनि तपाईँको त्यो मेमोरी कहिले पनि जाँदैन। मान्छे हाम्रो शास्त्रमा तपाईँ 100 वर्षसम्म हेल्दी भएर बाँच भनेर तपाईँको प्रेरणा दिएको छ कि, जिजी विषेद सतम समा भनेको छ कि, भनेको 100 वर्षसम्म बाँच्ने इच्छा गरेर हेल्दी भएर खोक्दै त्यो हस्पिटलमा त्यो भेन्टिलेटरमा बसेर होइन, आइसियुमा बसेर होइन, बाँच्दै तपाईँ हेल्दी भएर तपाईँ 100 वर्ष बाँच भनेको छ। त्यो प्रेरणा खोइ त अहिलेको त, अहिले ऋषिमुनिले त्यो गर्नुभयो होइन, उहाँले गरेर देखाउनु भयो। 100 वर्ष बाँच्ने ऋषिहरूको हाम्रो इतिहास छ। तर अहिलेको साथीहरू अहिलेको उसमा चाहिँ इभन ऋषिमुनिलाई फलो गर्ने जुन जात हो उहाँहरूको पनि त्यो छैन, देखिँदैन। उहाँहरू चाहिँ अब हुनु न सस्तो मनोरञ्जन, ऋषिमुनिको सन्तान शिशिमुनिमा फँसे भन्छ कि अहिले। मैले तपाईँलाई रोकेँ होइन, धेरैजना देखाएको छु जो योग गरिसके पछाडि, हजुर, सर्टेन समय भइसके पछाडि मेन्टली अर्कै एरामा गएको देखाएको छु कि मैले। हजुर, पोजिटिभ कि नेगेटिभ? पोजिटिभ वेबाट होइन। के छ त्यस्तो जादु? तपाईँले हुन त धेरै कुराहरू भनिराख्नु भएको छ, तर ठ्याक्कै तपाईँले बुझिने भाषामा भन्दाखेरि के हुन्छ त्यस्तो ड्रास्टिक चेन्ज मेन्टली? तपाईँको ट्युनिङ हुन्छ कि, जस्तै गिटार ट्युनिङ भएपछि राम्रो बज्छ नि, त्यस्तै हो। तपाईँको क्ल्यारिटी हुन्छ, तपाईँ फोकस्ड हुन्छ, तपाईँको ह्याप्पी हर्मोन्सहरू आउँछ होइन। सोमरस तपाईँले सुन्नुभयो होला नि, सोमरस। सोम, अब त्यसलाई डिकोड गरौँ है त। सोमरस भनेको के हो? सोम भनेको चन्द्रमा, चन्द्रमालाई सोम पनि भन्छ। रस भनेको रस भइहाल्यो, चन्द्रमाबाट निस्किने केमिकल भनौँ न। सोमरस भनेपछि चन्द्रमाले दिने केमिकललाई हामी चाहिँ सोमरस भन्यो। अब आजकल सोमरस भनेको चाहिँ अब विभिन्न अल्कोहल, वाइन होइन, दारू पानीलाई सोमरस भन्छ होइन। तर वास्तवमा सोमरस त तपाईँको ब्रेनबाटै निस्किन्छ। तपाईँको ब्रेनमै हाइपोथ्यालेमस भन्ने एउटा पार्ट छ, त्यो चाहिँ चन्द्रमा जस्तै हुन्छ, यस्तो क्रिसेन्ट मुन जस्तै शिवजीको टाउकोमा तपाईँले साइडमा मुन देख्नुहुन्छ कि नहीं, त्यो भनेको के हो? उहाँको सोमरस निस्किरहेछ भनेको, उहाँको हाइपोथ्यालेमस एक्टिभ छ भनेको। भनेपछि त्यो हाइपोथ्यालेमसले तपाईँको त्यो पार्ट छ नि जुन यस्तो चन्द्रमा आकारको पार्ट, त्यसले चाहिँ त्यो ह्याप्पी हर्मोन्स निकाल्छ, त्यो सोमरस निकाल्छ। र त्यसमा हाम्रो चाहिँ पिनियल ग्ल्यान्ड पनि छ। हेर्नुहोस् है, पिनियल ग्ल्यान्डले चाहिँ अमृत निकाल्छ भनेर इजरायलको एउटा साइन्टिस्टले प्रुभ गर्दैछ। उसले चाहिँ त्यो अमृतलाई आनन्दमाइड राखेछ। अब यो आनन्दमाइड शब्द तपाईँलाई संस्कृत जस्तो लाग्छ कि नै? अगाडि त आनन्द छ नि त। उसले 15 वर्ष लगाएर गाँजाको विषयमा अध्ययन गरेको थियो कि, 15 वर्ष लगाएर उसले लास्टमा के पत्ता लगायो? ब्रेनमा गाँजाको जस्तै रस, THC रस पत्ता लगाउने, रिलिज गर्ने सेन्टरहरू छ, लाखौँ छ भन्छ, करोडौँ छ भन्छ ब्रेनमा। अनि ऊ त अचम्म पऱ्यो यो कसरी भयो भनेर।
त्यसै उसले अब यसको लागि त नाम पनि राख्नु पऱ्यो, ह्याप्पी हर्मोन, त्यस्तो आनन्द निकाल्ने, अमृत निकाल्ने के रहेछ भनेर। अनि उसले सबै शास्त्रहरू खोज्दा हिन्दू शास्त्रमा चाहिँ आनन्द भन्ने शब्द भेट्यो संस्कृतमा। अनि उसले त्यो केमिकलको नामै आनन्दमाइड राख्यो। र आनन्दमाइड र यो गाँजाको THCमा चाहिँ मोलिकुलर स्ट्रक्चर नै उस्तै छ, बुझ्नुभयो नि। भनेपछि गाँजा बिना पनि आनन्दमाइड त्यहाँ रहेछ नि त। अब त साइन्टिस्टले भनिदियो, अब त पत्ताउनुहुन्छ होला नि होइन। इजरायली साइन्टिस्टको आनन्दमाइडमा विकिपेडियामा एउटा ठुलो रिसर्चै छ, तपाईँ गएर हेर्न सक्नुहुन्छ होइन। आनन्दमाइड भन्ने शब्द हान्नुहोस् अनि त्यसपछि तपाईँ भेट्नुहुन्छ। भनेपछि तपाईँको बडी नै एउटा बेस्ट केमिकल फ्याक्ट्री हो, साइन्टिफिक प्रुभन रिजल्ट पनि छ नि त योको, धेरै खालका उपयोगिताहरू छन्। तपाईँको बडी नै तपाईँको एउटा बेस्ट केमिकल फ्याक्ट्री हो कि। अब तपाईँ कस्तो म्यानेजर हो त? राम्रो म्यानेजर हो भने तपाईँ ह्याप्पी हर्मोन्स निकाल्नुहुन्छ, आनन्दमाइड निकाल्नुहुन्छ। तपाईँ लाउजी म्यानेजर हो भने चाहिँ तपाईँले स्ट्रेस हर्मोन्स निकाल्नुहुन्छ अनि आफूलाई टाउको दुखाउने, अब त्यो स्ट्रेस हर्मोनले हो कि टाउको दुख्ने मान्छेको, त्यो तपाईँले त्यो गर्नु मान्छे। भनेपछि त यो जुन भागदौड जिन्दगी छ नि, हजुर, नेपालमा हुँदा एक खालको भागदौड, हजुर, विदेश आइसकेपछि त अझ त्योभन्दा पनि ठुलो भागदौड छ नि होइन। केही खालको नेपाल मिसिङ गरेको कुरा, परिवार मिस गरिरहेको कुरा, अनि आफ्नो यहाँ च्यालेन्जेसहरू त्यो स्पिड अप गर्न पर्यो, त्यो क्वालिटी, त्यो स्ट्यान्डर्ड मिट गर्नलाई तपाईँ अझ बढी मेहनत गर्न पर्यो। यो भागदौड जिन्दगीमा त अझ बढी उपयोगी देखियो नि त योग है। हजुर, अब यहाँ हेर्नु धेरै कुरा मिस हुन्छ होइन। अब आफ्नो परिवार, आफ्नो होइन सबै साथीभाइ सबै मिस हुन्छ। भनेपछि अब त्यस्तो बेलामा चाहिँ तपाईँको के भन्छ भने एउटा चाइनिज उखान छ कि, तिब्बतन भनौँ, जेन भनौँ, जेन, उनीहरूले के भन्छ भने वेन इफ यु आर बिजी डु योगा फर 20 मिनट्स, इफ यु आर भेरी बिजी डु योगा फर 1 आवर भन्छ कि। त्यो भनेको के हो भने तपाईँ बुझ्नुभयो नि, तपाईँ जति बढी बिजी हुनुभयो तपाईँलाई बढी तपाईँलाई फोकस चाहिन्छ, तपाईँलाई कन्सन्ट्रेसन चाहिन्छ, तपाईँलाई इनर्जी चाहिन्छ। त्यही भएर योगाले तपाईँलाई चार्ज गर्छ। त्यो तपाईँ नेपालमा भन्दा क्यानाडामा बढी योग गर्नुपर्ने हुन्छ, किनभने यहाँ त भागदौड बढी छ। भनेपछि त्यसको लागि तपाईँले आफूलाई त रिचार्ज गर्नु पऱ्यो, धेरै बेर मोबाइल चार्ज गरे जस्तै रिचार्ज गरिरहनु पऱ्यो नि त। त्यही भएर एकदम जरुरी छ। अनि यो गरेपछि चाहिँ तपाईँको यसले रिजल्ट देखाइहाल्छ, आजै देखाउँछ। कोही कोही केसमा त तपाईँको मान्छेको DNA सम्म परिवर्तन भएको पनि रिसर्चहरूले देखाइरहेछ एक दिन योग गर्दैमा। भनेपछि तपाईँको होल केमिस्ट्री, होल तपाईँको डिप लेभलसम्म तपाईँको चेन्ज हो र तपाईँको फेसै चेन्ज हो। तपाईँको आँखाबाट एउटा तेज हुन्छ नि, र अनुहारमा एउटा कामनेस, एउटा शान्त, आनन्द, अलि बढी सहनशील, झट्टक्या शैली केही भन्ने बित्तिकै तुरुन्तै प्रतिकार गरि नहाल्ने, कोही कमेन्ट गरिहाल्ने, त्यस्तो बानीबाट पनि अलिकति तपाईँ त्यो हुन्छ। एकदम संयमता सबै आउँछ, बच्न सक्नुहुन्छ। हजुर, भनेपछि तर यति कुरा हो जस्तै औषधिले नै अब जसले खान्छ उसले काम गरे जस्तै योगको पनि मान्छेले सुने हुन्छ गरौँला भन्छ, तर गर्दैन कि। गरेपछि नै काम गर्ने हो, नत्र भने त अब यो एउटा कथा, एउटा फिलोसफी मात्रै हुन्छ। तर प्र्याक्टिकलमा उतार्नु भयो भने एक दिनमै काम गर्छ योगले। र रेगुलर गर्नु भयो भने तपाईँको त मैले भने नि, तपाईँको होल एनाटोमी, तपाईँको केमिस्ट्री, होल तपाईँको बडी नै तपाईँको एउटा हल्का हुँदै जान्छ। भनेपछि यो श्रीधर आचार्य एउटा साहित्य सृजनामा पनि कहीँ न कहीँ देखिएको हिसाब किताब हेर्दाखेरि नि यो योगको असर पनि हो है। त्यो कन्सन्ट्रेसन, तपाईँले नोभेल लेख्नुहुन्छ, तपाईँका किताबहरू एमाजोनमा पनि चाहिँ अहिले हामी किन्न सक्छौँ, रेन्ट गर्न सक्छौँ। अब तपाईँको यो पाटोमा पनि जान्छु म, साहित्य सृजनाप्रति यो डेडिकेसन चाहिँ कहिलेबाट सुरु भयो नि? तपाईँको चाहना कहिलेबाट सुरु गर्नुभयो? एउटा कहानी छ त्यसमा पनि। जस्तै म नेपालमा थिएँ नि त, त्यो बेला सुरु भयो यो 2019मा जब कोभिड-19 आयो, सब बन्द भयो, हामी घरमा थन्क्यौँ। अनि अब के गर्ने त, घर बसेछ होइन, दिनभरि बसेछ। अब त्यो त एउटा मान्छेलाई काम चाहियो नि त, काम हुँदा पो छुट्टी मन लाग्थ्यो। तर काम नभएपछि त फेरि काममा जाउँ हुन्छ नि त, त्यो मान्छेले जे भयो नहुने टाइपको। अनि त्यसमा चाहिँ मलाई आइडिया आयो कि मैले त कविताहरू कोर्थेँ होइन, कपीमा मेरो डायरीमा हेर्ने भने कविता भरेछ, यसलाई म टाइप गर्छु भन्ने भयो। अनि मैले बिस्तारै टाइप गर्न थालेँ। अनि मैले पब्लिस कहाँ गर्ने त भन्ने सोच्न थालेँ। नेपालमा पब्लिस गर्दा पैसा लाग्ने मिनिमम 1 लाख 2 लाख होइन। अनि विभिन्न खोज्दै जाँदाखेरि मैले चाहिँ एमाजोनले पब्लिस गर्छ है भन्ने थाहा पाएँ। मन पऱ्यो भने उसले छापिदिन्छ, उसको कन्डिसन मिट गर्यो भने छाप्छ भन्ने थाहा पाएँ। अनि मैले चाहिँ रिसर्च गर्दा थाहा पाएँ कसरी गर्ने, के गर्ने होइन। अनि मैले एक दिन राति चाहिँ 9 बजे सुरु गरेर राति 1 बजेसम्म बसेर 4-5 घन्टा बसेर एउटा किताब छापेछु कि। त्यो 5 घन्टाको त्यो कन्सन्ट्रेटेड बसाइमा मैले चाहिँ किताबै पब्लिस गरिदिएँ कि। अनि भनेपछि त्यसरी चाहिँ म लागेको थिएँ। भनेपछि म लागेछ, अब एउटा काममा लागेपछि म त्यो फत्ते नगरी पनि नउठ्ने त्यो बानी। अनि त्यो योगले पनि मलाई धेरै अब मैले शास्त्र पढेँ, शास्त्रमा मिथिकल कहानीहरू छ होइन हाम्रो पुराणमा, त्यो कुराहरू पनि जोडेर अनि मलाई चाहिँ त्यो अब हुन्छ नि युनिभर्स त ठुलो छ, अब पृथ्वीमा मात्रै मान्छे छ,
भन्ने त हामीले अब जस्तै समुद्रमा एक थोपा पानी छ भने जस्तै त हो नि। अब यत्रो ब्रह्माण्डमा अरू पनि त ग्रह होला होइन, अरू पनि मान्छे होला। अनि त्यो एलियन्सको कहानी मैले लेखेँ, द फरबिडन स्टोरी अफ एलियन्स, युएफओ एन्ड नाजिज। अनि मैले अहिले चाहिँ अब फेरि यस्तै फ्यान्टेसी एउटा नयाँ लिएर आएको छु, द उटोपिया भन्ने, द क्वेस्ट फर साङ्ग्रिला, द हिडन उटोपिया भन्ने चाहिँ नयाँ लिएर आएको छु। र यसमा एकदम मलाई मजा आउँछ, किन म फ्यान्टेसीमा पनि रमाउँछु होइन। मेरो दुइटै अब भनौँ न राइट र लेफ्ट दुइटैले काम गर्छ कि जस्तो लाग्छ। अब दुइटै अब लजिकमा नि म्याथमेटिक्समा नि मलाई मनपर्छ र फ्यान्टेसीमा पनि म रमाउँछु। अनि म लेख्दै जाँदाखेरि बिस्तारै नयाँ नयाँ आइडिया आउँछ अनि म चाहिँ त्यसलाई कथा, पहिला चाहिँ म आर्टिकल लेख्छु, त्यो आर्टिकललाई म लम्बाउँदै कथा बनाउँछु नि, कथाबाट म चाहिँ त्यसलाई उपन्यास बनाउँछु। त्यसरी चाहिँ म गर्छु। त्यसरी गर्दा गर्दै अहिलेसम्म मेरो 7वटा किताब भएछ, 3टा चाहिँ नोभल, 2-3टा चाहिँ मेरो पोएट्री कलेक्सन। त्यसरी चाहिँ म गरिरहेको छु र अरूलाई पनि म हेल्प गर्छु। एमाजोनमा पब्लिस गर्न खोज्नेहरूलाई मैले सबै टेक्निकल सहयोग सबै गरेर मैले गरेको छु। एक किसिमले मेरो यो प्यासनै भइसक्यो, किताब पब्लिस गर्ने, लेख्ने। यो उमेरसम्म आइपुग्दाखेरिको जुन अनुभव छ नि तपाईँसँग, यो अनुभवलाई हेर्दाखेरि, यसो पछाडि फर्केर हेर्दाखेरि जीवन के रहेछ त, के रहेछ त लाइफ भनेको? त्यही त, यो चाहिँ बडा गम्भीर प्रश्न सोध्नुभयो होइन। जस्तै दुःख मात्रै रहेछ जीवन भनेको त, सङ्घर्ष मात्रै रहेछ भन्छन् नि मान्छेले। भन्छ म यो के रहेछ त? त्यही त मैले मेरो अब तपाईँले बुझाइको कुरा गर्नु, म सुरुदेखि नै भन्छु। म जब सानो थिएँ, जब मेरो मेमोरी मलाई थाहा छ नि, अब जस्तै 4-5 वर्ष भनौँ, त्यो बेलादेखि नै मलाई चाहिँ एक किसिमले यो प्रश्न आउँथ्यो कि जीवन के हो टाइपको प्रश्न आउने त्यो बेलामा। अब त्यो मान्छेले भन्दाखेरि अब त्यो के होइन, त्यो बेलामा खेल्ने बेलामा कहाँ त्यस्तो प्रश्न आउँछ भने। तर मेरो चाहिँ अर्कै अब भनौँ न, अब पूर्व जन्मको कर्म हो कि के हो होइन। त मनमा चाहिँ के आउने भने, अनि कस्तो खाले प्रश्न आउने, माथिबाट कसैले सोधे जस्तो, आवाज जस्तो अनि आउने कि यो के हो त, दिनभरि मान्छेको होइन, बिहान उठेछ, खाएछ, सुतेछ, त्यही चलिरहेछ, डेली त्यही चलिरहेछ नि त, नयाँ केही पनि छैन। अनि यो त सपना हो कि रियल हो होइन, म कहाँ छु त होइन, के गरिरहेको छु, म आएको के को लागि भन्ने यस्तो प्रश्न आउने कि यसलाई एक्जिस्टेन्सियल क्वेसन भन्ने रहेछ। पछि मैले थाहा पाएँ साइकोलोजीमा। तर मलाई यस्तो प्रश्न आएपछि यसको एन्सर मैले पाउँथेन, किन बच्चालाई थाहा हुने कुरा भएन। अनि मैले त्यसलाई जबसम्म दबाउँथेँ, हे यस्तो सोच्नुहुन्न भनेर, अनि म चाहिँ माइन्ड डिजी जस्तो हुन्थ्यो कि अलिकति घुमे जस्तो, अनि छोडेर त्यसलाई दबाउँदै म हिँडेँ। तर जब मैले मेरो गुरु भेटेँ नि +2 पछि, मेरो गुरु स्वामी चन्द्रेश, जसले चाहिँ शिवपुरीमा 22 वर्ष तपस्या गरेर उहाँ चाहिँ इन्लाइटन गौतम बुद्ध जस्तो मान्छे भेटेँ। अनि उहाँलाई भेटेपछि चाहिँ पहिलो क्वेसनै मेरो त्यही थियो कि जीवन के हो त गुरु भने मैले सोधेँ होइन, गुरुदेव मलाई बताइदिनु कि जीवन के हो भनेपछि उहाँले भन्नुभयो कि सर्टकटमा, एकदम सामान्य सबैलाई काम लाग्छ, जीवन भनेको नदी जस्तो होइन। तिमी कहाँ ग्लेसियरबाट, तिमी हिम नदीबाट सुरु भएको हुन्छ, तिमी नदी जस्तो, तिमी बगेर तिमी समुद्रमा पुग्ने हो। समुद्र भनेको चाहिँ भगवान अथवा कन्सियसनेस हो, त्यहाँ गएर तिमी विलिन हुने हो। अथवा अर्को शब्दमा भन्नुपर्दा जीवनमा गर्नुपर्ने मान्छेले 4वटा पुरुषार्थ गर्नुपर्छ। 4 चिज गर्न मान्छे आएको, त्यसलाई धर्म, अर्थ, काम, मोक्ष भन्छ। धर्म, अर्थ, काम, मोक्ष यो दुईवटा चाहिँ एकअन्टासँग रिलेटेड छ, दुईवटाको कनेक्सन। जस्तै धर्म र मोक्ष रिलेटेड छ भने कर्म र काम रिलेटेड छ। त्यो भनेको के हो, अर्थ र काम रिलेटेड छ। जस्तै तपाईँले अर्थ कमाउनु भयो, अर्थ भनेको पैसा, धन सम्पत्ति, त्यो कमाउनु भयो भने तपाईँको काम पुरा हुन्छ भनेको तपाईँको काम वासना, तपाईँको इच्छाहरू पुरा हुन्छ सबै है। भनेपछि अर्थ कमाएर कामना पुरा गर्नुहोस् र धर्म गरेर मोक्ष पाउनुहोस्, त्यति नै रहेछ जिन्दगी बेसिकली भन्नुपर्दा। र मैले अनि भने खोलाको उदाहरण दिएँ जस्तो, तपाईँ एउटा निरन्तर बगिरहने खोला हो, जबसम्म बग्नुभयो तपाईँ फ्रेस हुनुहुन्छ, जब तपाईँ स्ट्याग्नेन्ट हुनुभयो त्यहाँ गनाउन थाल्छ खोला पनि, तपाईँ हेर्नु भएको छ। भनेपछि बगिरहनु नै जिन्दगी हो। र तपाईँ जब समुद्रमा पुग्नुहुन्छ, खलिल जिब्रानले भन्नुभएको छ कि एउटा इन्ट्रेस्टिङ छ कि, समुद्रको छेउमा पुगेपछि नदी डराउँछ अरे कि, ल मेरो अस्तित्वै सकिने भयो होइन, अब त म समुद्रमा गएपछि त मेरो अस्तित्वै सकिन्छ भने नदी एकछिन डराउँछ भने सोच्छ अरे, पछाडि फर्किन खोज्छ अरे कि, तर सक्दैन, नेचुरल हो नि त। नदी चाहिँ समुद्रमा मिसिनु, तर मिसिएपछि उसले के सोच्छ थाहा छ, ओहो राम्रो भयो, यो नदी समुद्रमा मिसिएर नदी हराउनु भइन्छ, नदी चाहिँ समुद्र बन्नु पो रहेछ त भनेर खलिल जिब्रान एउटा महान साहित्यकार र तपाईँको एउटा स्पिरिचुअल मान्छे हो कि, लेबनानको मान्छे हो, तर अमेरिकामा उहाँले गएर लेख्नुभयो। उहाँको प्रोफेटमा छ कि यो कहानी। अनि मैले त्यो पनि पढेँ होइन, त्यसले नि मलाई बहुत इन्सपायर गर्यो। भनेपछि जीवन त्यही हो, तपाईँको धर्म, अर्थ, काम, मोक्ष, यो 4वटा कुरा प्राप्त गर्ने हो। अर्थ कमाउँदै कामना पुरा गर्नुहोस्, धर्म गर्दै मोक्ष प्राप्त गर्नुहोस्।